हेलो नमस्ते सबैजनालाई स्वागत तथा अभिवादन टक्राउन चाहन्छु किप लेभल 4 को चाहिँ च्याप्टर 13 वानग्याङ 4 वातावरणको संरक्षण प्रिजर्भेसन अफ इन्भाइरोन्मेन्ट यति बुझौँ अहिले। अनि अवि भनेको चाहिँ शब्दहरूमा चाहिँ के छ त भन्दाखेरि आज यहाँनिर बिल्कुलै नयाँ शब्दहरू चाहिँ अध्ययन गर्नेछौँ पढ्नेछौँ। त्यसमा चाहिँ वानग्याङ 4 सिल्छन अवि भनेको चाहिँ वातावरण संरक्षणको चाहिँ अभ्यास है। वातावरण संरक्षण गर्दाखेरि चाहिँ के गरिन्छ त्योसँग सम्बन्धित चाहिँ शब्दहरू चाहिँ हामी यसमा अध्ययन गर्छौँ। मुनफप के भन्छ व्याकरणमा चाहिँ थोङसामा अर्थात् भर्बमा चाहिँ नुनहान भनेको चाहिँ भयो भने भन्ने हुन्छ। यो हामी च्याप्टर पछाडि चाहिँ अलि मजाले अध्ययन गरौँ। अनि थोङसामा चाहिँ दोहोरो खुने गरी यो चाहिँ हामीले धेरै अगाडि नै पढ्दै आएको कुरा। अनि वाल्दङ क्रियाकलापमा चाहिँ के छ अब हामीले यो पढ्दा चाहिँ के गर्छौँ त भन्दा वानग्याङ ओयोमुरो इन्हान खङ्गाङ मुन्जे यागी हागी भनेको चाहिँ वातावरण प्रदूषणद्वारा चाहिँ है समस्यामा चाहिँ को कारणले वातावरण प्रदूषणको कारणले चाहिँ स्वास्थ्यमा हुने समस्याको बारेमा चाहिँ कुराकानी गराए। अनि अर्को चाहिँ वानग्याङ 4 सिल्छन सारे सोगे हानुन गुलसुगी भनेको चाहिँ वातावरण संरक्षणको अभ्यासको लागि चाहिँ एउटा उदाहरणहरू चाहिँ परिचय गर्ने होइन कस्तो कस्तो उदाहरणहरू हुन सक्छ भनेर चाहिँ त्यसको बारेमा चाहिँ लेख्न सिकिन्छ हामी यसमा आएर चाहिँ। अनि मुनवा वा छङ्बोमा चाहिँ वानग्याङ फोजन उन्दोङ भनेको चाहिँ वातावरणको चाहिँ संरक्षणको चाहिँ अभ्यासहरू कसरी चाहिँ गर्ने जस्तो वातावरणलाई चाहिँ जोगाउनको लागि या त पृथ्वीलाई जोगाउनको लागि चाहिँ कस्तो कार्यक्रमहरू चाहिँ गरिन्छ संसारभरि नेपालमा या त कोरियामा। यो चाहिँ हामी कोरियाको विषयमा चाहिँ अध्ययन गर्ने भएकोले चाहिँ कोरियाको विषयमा चाहिँ हामी अध्ययन गर्छौँ। यहाँनिर देखिन्छ एकजना रेखदेख गर्ने ख्यङबी हुनुहुन्छ उहाँ होइन सेक्युरिटी गार्ड। अनि एकजना मान्छेले चाहिँ यहाँ फोहोरहरू फालिरहेछ फुल्ली सुग आम भन्छ यसलाई है। यहाँनिर चाहिँ अब फुल्ली सुगमा चाहिँ के गरेछ भन्दा प्लास्टिक एक ठाउँ लाउने एउटामा अनि अर्कोमा चाहिँ फ्यङ भनेको चाहिँ बोतल आइटमहरू केन आइटमहरू छुङ्गी सबै फरक नेपालमा चाहिँ अहिलेसम्म पनि यस्तो खालको चाहिँ खासै व्यवहारमा चाहिँ उतारिसकेको छैन है। यो चाहिँ तपाईँ हामीले यस च्याप्टर पढिसकेपछि चाहिँ हामीले आफ्नो वास्तविक जीवनमा पनि कोरियामा हुँदा त हामी फुल्ली फेचुल त गर्छौँ नै होइन फुल्ली, तर नेपालमा गइसकेपछि पनि अब हामीले यो च्याप्टर पढिसकेपछि र कोरियामा हामीले सिकेको अनुशासनहरूबाट चाहिँ नेपालमा पनि वास्तविक आफ्नो व्यवहारमा नै उतार्नेछौँ भन्ने चाहिँ मैले एकदमै ठुलो अपेक्षा राखेको छु यहाँहरूबाट पनि म आफैले पनि त्यो गर्नेछु। र यहाँनिर चाहिँ हेरौँ एउटा समुद्रको चाहिँ बिगराल अवस्था है। समुद्रमा चाहिँ जताततै जेसुकै फालेपछि तपाईँ हामीले खोलामा फालेको चिज कहाँ पुग्छ त भन्दा अन्तमा समुद्रमै पुग्ने हो होइन। या त समुद्रमा हामी नुहाउनु जाँदाखेरि के गर्नु जाँदाखेरि होइन इन्जोय गर्नु जाँदा चाहिँ यसरी फाल्यो भने के हुन्छ त समस्या त यस्तै नै हुन्छ। र एउटा उदाहरण दिन चाहे काठमाडौँमा चाहिँ अब डाइरेक्टली होइन सेफ्टी ट्याङ्कीहरू नबनाएर चाहिँ डाइरेक्टली ढलहरू चाहिँ कहाँ मिसाउने बागमतीमा मिसाउने। अनि बागमतीको पानीले चाहिँ ललितपुरतिरको चाहिँ राम्रो जग्गाहरूमा के गरिरहेको हुन्छ भन्दाखेरि खेतीपाती गरिरहेको हुन्छ धान रोप्छ होइन। तर त्यहाँको पानी चाहिँ डाइरेक्ट कुलो लगाइदियो भने चाहिँ धानहरू नै मर्दिने खेती गरेको बोट बिरुवा नै मर्दिने किन भन्दै एकदमै धेरै केमिकल है। अनि टोयलेटको चाहिँ डाइरेक्टली उता गयो भने चाहिँ टोयलेटमा एकदमै धेरै नाइट्रोजनहरू अन्य केमिकलहरू हुँदाखेरि उद्योगबाट आएकोहरू डाइरेक्टली गएपछि बोट बिरुवालाई असर गर्ने भयो नै। अनि मान्छेहरूलाई पनि धेरै प्रकारको रोगहरू अहिले क्यान्सर जस्ता प्राणघातक रोगहरू चाहिँ त्यसरी नै लागिरहेको छ। र त्यो बागमती नदी चाहिँ सर्लाहीसम्म आइपुग्दा चाहिँ एकदमै राम्रो सफा पानी हुन्छ। हिउँदोमा त त्यति धेरै हुँदैन तर वर्षायामको बेलामा चाहिँ एकदमै राम्रो नै पानी बग्छ लगभग मङ्सिर पुससम्म पनि राम्ररी बग्छ। र त्यहाँनिर सर्लाहीमा चाहिँ एउटा तालै पनि बनाएको छ त्यही बागमती नदी काठमाडौँबाटै बगेर आउने त्यो नदी चाहिँ चन्द्रनिगापुरतिर। त्यो कुनै बेलामा एकदमै भाइरल थियो एकदमै ठुलो नेपालको सबैभन्दा ठुलो मानव निर्मित ताल भनेर पनि प्रख्याति कमाएको थियो। त्यहाँ चाहिँ अब नेपालीहरूको बानी हाम्रो त्यही हो फुल्ली सुग छैन आफूले पानी खायो त्यसैमा फालिदियो त्यही तालभित्र चाउचाउ खायो त्यहीँभित्र फालिदियो है स्न्याक्सहरू खायो त्यहीँभित्र फालिदियो फाल्दा यो अहिले जुन हामीले पिक्चर देखिरहेको छु फोटो त्योभन्दा पनि एकदमै बिकराल अवस्थामा चाहिँ त्यो ताल
चाहिँ हुन पुगेको थियो र पछाडि पानी खोलेर सफा गर्ने काम पनि गरिरहेको थियो। तर मानिसमा चाहिँ अलिकति चेतना आयो भने यो मैले खाएको फोहोर चाहिँ मैले गर्दाखेरि जुन जुन चिजहरू आइरहेछ त्यो चाहिँ मैले फुल्ली सुगरमा तोकिएको ठाउँमा मात्रै मैले फालेँ भने चाहिँ यस्तो हुँदैन भन्ने खालको चेतनाको चाहिँ निर्माण हुनुपर्छ है। अब हामीले यो पढिसकेपछि त्यो चाहिँ हुनै पर्यो। अब छिगुरुल वे हामखे खरयो भनेको चाहिँ अब पृथ्वीको लागि चाहिँ हामी सँगै हिँडौँ भनेको चाहिँ छ। यो चाहिँ के भन्नु खोजेको भन्दा हामी जहिले तहिले गाडीमा हिँड्यो भने चाहिँ हाम्रो स्वास्थ्यमा समस्या त आउने नै भइहाल्यो हैन शारीरिक रूपमा। अर्को चाहिँ गाडीमै मात्रै चढ्ने बानीले चाहिँ के हुन्छ त भन्दाखेरि हामी पेट्रोल या त डिजेलवाला गाडीहरू चढ्छौँ, जसले चाहिँ पेट्रोल र डिजेलवाला गाडीहरूले चाहिँ एकैसाथ एउटा साउन्ड पोल्युसन गरिदिन्छ। त्यस पछाडि चाहिँ वातावरण प्रदूषण गरिदिने नै भइहाल्यो। साउन्ड पोल्युसनले वातावरण चाहिँ समग्रमा हुन्छ, तर त्यसको चाहिँ अब इकाइहरूमा चाहिँ साउन्ड पोल्युसन भइहाल्यो। अनि एउटा चाहिँ एयर पोल्युसन हुन्छ, धुवाँ आउँछ। अनि अर्को चाहिँ हिट हैन, टेम्परेचर पनि बढाइदिन्छ, किनभने त्यो पेट्रोल चाहिँ जलेपछि ताप उत्पादन भइसकेपछि चाहिँ इन्जिन चल्ने हो नि त। तर अब यसैमा पनि अहिले सबैभन्दा धेरै संसारलाई चाहिँ परिवर्तन गर्न चाहने पृथ्वीलाई नै बचाउन चाहने एक मात्र व्यक्ति चाहिँ को त भन्दाखेरि ठुलो मान्छेमा चाहिँ इलोन मस्क, जसले चाहिँ गाडी चाहिँ इलेक्ट्रिक गाडीको चाहिँ उत्पादन गरिरहेको छ। इलेक्ट्रिक गाडीले चाहिँ के गर्छ त भन्दाखेरि साउन्ड पोल्युसन हुँदैन, अर्को चाहिँ धुवाँ फाल्दैन त्यसको गाडीले हैन। अनि अर्को चाहिँ के हुन्छ त भन्दाखेरि हिट पनि त्यति धेरै नआउने कारणले चाहिँ अब धेरैवटा कुराहरूमा जुन पेट्रोल र डिजेलले जुन जुन असरहरू पुर्याउँछ त्यो असरहरू चाहिँ पुरै रूपमा 100% नै घटाउने त हुँदैन, तर पनि 95% मात्रै घटाइदियो भने पनि एकदमै ठुलो उपलब्धि हो। र अर्को चाहिँ वैकल्पिक इनर्जी हैन, यो सोलर पावर हैन, सोलर इनर्जी चाहिँ एकदमै ठुलो लगानी गरेको छ। अनि यो के भन्छ 9 महिना चाहिँ 22 गते चाहिँ छनसेगे इ छन य थोसिगा हामके हानुन सेगे छाम सेगे छा अप्नु नाल भनेको छ। यो के भन्छ 9 महिना 22 गते चाहिँ प्रत्येक वर्षको चाहिँ 9 महिना 22 गते चाहिँ छनसेगे संसार विश्वभरिको चाहिँ 2000 भन्दा बढी सहरहरूमा चाहिँ के भन्छ हामके हानुन सँगै गर्ने चाहिँ सेगे छा अप्नु नाल भनेको चाहिँ अब गाडी नकुदाउने भनेर चाहिँ त्यसरी चाहिँ प्रयासहरू चाहिँ गरेको रहेछ। अब यसमा चाहिँ छ छिनहानग्याङ ख्योथङ छुगान क्याम्पेइने थोङछामे छुसेयो भनेर चाहिँ भनेको छ। छिनहानग्याङ भने चाहिँ वातावरण मैत्री हैन, वातावरणसँग चाहिँ जसले चाहिँ वातावरणलाई खासै असर गर्दैन भन्ने कुरा हैन। छिनहानग्याङ ख्योथङ भनेको चाहिँ अब मैले अघि नै भने माथि पेट्रोल या त डिजेलबाट चाहिँ गाडी चल्नेहरू चाहिँ के भन्छ वातावरण मैत्री हो, होइन। तर इलेक्ट्रिक गाडीहरू चाहिँ वातावरण मैत्री हुन्छ है। छिनहानग्याङ ख्योथङ छुगान भनेको चाहिँ हप्ता हैन, हप्तामा चाहिँ साप्ताहिक रूपमा भनेको चाहिँ यो वातावरण मैत्री गाडीहरूको चाहिँ साप्ताहिक रूपमा चाहिँ क्याम्पेन भनेको चाहिँ क्याम्पिङ योजना हैन, उद्देश्यहरूमा चाहिँ सहभागिता हुनुहोस् या त सहभागी हुनुहोस् भनेर चाहिँ भनेको छ। अब यसमा यता तल जाउँ, इल्छु इल हानबन भनेको चाहिँ एक हप्तामा एकचोटि चाहिँ छादोङछा थेसिन थेजुङ ख्योथङ थागो भनेको चाहिँ छ। अब हप्तामा एकचोटि चाहिँ हामीले के चाहिँ गर्नु पर्यो र यस्तोहरूमा भन्दाखेरि आफ्नो निजी कारहरू प्राइभेट कारहरूको सट्टामा चाहिँ सार्वजनिक गाडीहरू अर्थात् बसहरू रेलहरूमा चाहिँ चढ्ने। अनि खाकाउन खरिएनु थोबोना छाछङ्ग थागी भनेको चाहिँ अब नजिकैको ठाउँमा चाहिँ यो थोबो भने अब हिँड्नु अथवा चाहिँ साइकल चाहिँ चढ्नु, नजिकैको ठाउँमा हिँडेर जाने कि त साइकल मात्रै चढ्ने। अनि यी साजिनुल अत्तन साजिन यो भनेको चाहिँ अब यो साइकल कुदाइरहेछ मान्छेले होइन, त्यो चाहिँ साजिन कस्तो हो यरबुनी केको थान वानग्यान मान्दुल्गी हुए मोसुले यो भनेको चाहिँ छ। अब तपाईँहरू चाहिँ यो के भन्छ यो तस्बिर चाहिँ के भन्दा साइकल कुदाइरहेको छ होइन। अनि साइकल कुदाउँदा चाहिँ स्वास्थ्य धेरै खालको स्वास्थ्यहरूमा चाहिँ मेन्टेन गरिन्छ, जस्तो प्रेसर
हाई र लो दुइटालाई कन्ट्रोल गर्न सकिन्छ, मुटुलाई स्वास्थ्य राख्न सकिन्छ, सास प्रश्वासमा पनि राम्रो गर्न सकिन्छ, एउटा रिफ्रेस पनि हुन्छ। तपाईँलाई तनाव भएको बेलामा साइकल कुदाउनु भने रिफ्रेस पनि हुन्छ अनि शारीरिक स्फूर्तको कुराहरू त भइ नै हाल्यो अनि मोटोपन पनि घटाउँछ। सबै हिसाबले चाहिँ एउटा साइकल मात्रै कुदाउनु भयो भने तपाईँलाई कति धेरै फाइदा। तर अहिले चाहिँ यहाँनिर E7 बनाउने बित्तिकै गाडी कुदाउने चाहिँ हाँक चाहिँ एकदमै ठुलो छ हामी सबै नेपालीहरूको। अनि तपाईँहरू चाहिँ एकदमै यो सफा वातावरण बनाउनको लागि चाहिँ के गर्नुहुन्छ भन्दाखेरि हामीले के गर्न सकिन्छ भन्दा प्लास्टिकहरू जस्तो एकचोटि अब माटहरूमा गएर किनेर ल्याएको प्लास्टिक चाहिँ बारम्बार किनेर ल्याउनु भन्दा त्यो प्लास्टिक बोकेर जाने, फेरि पनि होइन ल्याउने, त्यही प्लास्टिक चाहिँ सुरक्षित राख्ने, बोकेर जाने। अर्को चाहिँ अब यो प्राइभेट गाडीहरूको सट्टामा चाहिँ यसरी साइकलहरू कुदाउने, नजिकैको ठाउँमा हिँड्ने। अर्को चाहिँ के गर्न सकिन्छ भन्दाखेरि हामीले चाहिँ यो इल्भेयोङ फुम भनेको चाहिँ एकचोटि प्रयोग गरिने, जस्तो बोतल मिनरल वाटरहरूदेखि लिएर केनहरू त्यस्तोहरू खासै धेरै किनेर नखाने। त्यसको मात्रै हामीले सबैले डिमान्ड कम गर्ने भने के हुन्छ भन्दाखेरि उत्पादनमा कम हुन्छ। उत्पादनमा कम भएपछि फोहोरहरू पनि कम हुने भइहाल्यो। त्यस्तो धेरै खालको छ, तपाईँहरू आफ्नो विचार गरेर चाहिँ भन्नुहोला। अब अहुइमा चाहिँ अब यो चाहिँ एकदमै महत्त्वपूर्ण छ है। वातावरण वानग्योङ ओयम भनेको चाहिँ सबै वातावरणलाई, इन्भाइरोमेन्टलाई जनाउँछ। अब त्यो भित्र चाहिँ कुन इकाइहरू छ होइन, अनि त्यो जस्तो वानग्योङ ओयम वातावरण प्रदूषण भइहाल्यो। अनि त्यो भित्रमै पनि अब के हुन्छ त भन्दाखेरि अब हामी त्यसको बारेमा चाहिँ तलै गएर अध्ययन गरौँ। अहिले भन्नुभन्दा अहुइमा चाहिँ शब्दहरूमा इकोसुन अत्तन वानग्योङ मुन्जेगा इस्सयो भनेको चाहिँ यो ठाउँमा चाहिँ कस्तो खालको वातावरण समस्याहरू छ अरे भन्दाखेरि मिसे मन्जिगा सिमहादा भनेको चाहिँ एकदमै धुलो, सानो धुलो कणहरू चाहिँ एकदमै धेरै कडा छ। त्यसले चाहिँ के गर्यो भन्दाखेरि एयर पोल्युसनमा होइन, एयर पोल्युसनमा चाहिँ एकदमै धेरै समस्या ल्याइयो। अनि थेगी ओयमी फाल्सेङ्गादा, अब मिसेमन्जी चाहिँ धेरै धुलोको कणहरू धेरै निस्कियो भने के हुन्छ त भन्दाखेरि थेगी ओयम भनेको चाहिँ एयर पोल्युसन चाहिँ उत्पन्न हुन्छ। अब वातावरण प्रदूषणभित्र चाहिँ एउटा के भन्छ एयर पोल्युसन, अर्को चाहिँ साउन्ड पोल्युसन पनि हुन्छ, अर्को पानीको जल प्रदूषण पनि हुन्छ होइन, त्यस्तै। अनि सुजिल ओयमी सिङ्का खादा भनेको चाहिँ सुजिल भनेको चाहिँ पानीको होइन, वाटर पोल्युसन चाहिँ एकदमै कडा भयो अरे होइन, जटिल भएर गयो। वाटर पोल्युसन एकदमै धेरै भयो भने के हुन्छ अरे भन्दा मुल्कोगीका थेचुगुमुल थाङ्गादा, यो थाङ्गादा भनेको चाहिँ एकदमै ठुलो घटनाहरू त्यस्तो विघ्नबाधाहरू हुँदाखेरि प्रयोग गरिन्छ। मुल्कोगी भनेको चाहिँ माछा मात्रै नभएर चाहिँ अब पानीमा के खालको जीवहरू हुन्छ होइन, ती सबै चाहिँ एक मुष्ट रूपमा सामूहिक रूपमा मर्नु भन्ने, तेचुक कुम थाङ्गादा भने चाहिँ सामूहिक रूपमा मर्नु के। अनि नोङ्यागे छुङदोक थेदवाया भनेको चाहिँ यो रासायनिक मलहरू होइन, नोङ्याक भनेको चाहिँ रासायनिक मलदेखि लिएर चाहिँ फिरे भनेको चाहिँ रासायनिक मल हो। यो नोङ्याक भनेको चाहिँ अब कृषि औषधिहरूमा चाहिँ एकदमै लत पर्नु होइन, त्यसले चाहिँ के भन्छ भन्दा थोयाङ ओयमुल इरोकिदा भनेको चाहिँ माटोको प्रदूषणलाई चाहिँ के भन्छ जन्माउँछ भनेको। अब यहाँनिर वानग्योङ ओयममा यहाँनिर कतिवटा आयो त भन्दाखेरि 3वटा आयो होइन, एउटा थेगु ओयम, एउटा सुजिल ओयम, अर्को चाहिँ थोयाङ ओयम होइन। अनि त्यस्तै अरू पनि हामी अध्ययन गर्छौँ, योहरू चाहिँ याद गर्दै जानु होला। अनि 2 नम्बरमा अत्तके वानग्योङ फोहरू ल्यायो यागिए फोसे भने चाहिँ कसरी चाहिँ वातावरणको चाहिँ संरक्षण गरिन्छ कुराकानी गर्नुहोस्। अब यतामाथि चाहिँ फोहोरको कुराहरू देखायो, यता तल चाहिँ अब वातावरणलाई चाहिँ राम्रो चुस्त दुरुस्त होइन सफा राख्नको लागि चाहिँ के गर्न सकिन्छ यहाँनिर चाहिँ बताएको छ। त्यो एकदमै महत्त्वपूर्ण छ, हामीले वास्तविक जीवनमा पनि उतार्नु पर्ने कुरा। वानग्योङ फो सिल्छन् भनेको चाहिँ अब वातावरणको चाहिँ संरक्षणको चाहिँ अभ्यास गर्नु, वास्तविक रूपमै व्यवहारमा उतार्नु होइन। सिल्चेरो हेन्दोङ भनेको चाहिँ वास्तविक व्यवहारमै उतार्नु भन्ने हो होइन। के गर्न सकिन्छ भन्दा फेगिका खासुरुल छुरिदा भनेको चाहिँ यो एकदमै ढलजन्य होइन रासायनिक जन्य त्यो ग्यासहरू चाहिँ एकदमै कम गर्नु भनेको छ। अनि छार्याङ इलबुजेरुल सिल्सी आधा भनेको चाहिँ छ गाडीहरू चाहिँ अब जोड बिजोड सिस्टम, अस्ति नेपालमा पनि इन्डियाबाट चाहिँ नाकाबन्दी लाउँदाखेरि चाहिँ गाडीहरूको चाहिँ यसरी सिस्टम लागू गरेको थियो नि त होइन।
जोडी बिजोडी एक दिन जोडी चलाउने एक दिन बिजोडी चलाउँदा त्यो गर्दा पनि के हुन्छ त भन्दाखेरि कम्तीमा साउन्ड पोल्युसनमा कम हुन्छ, अर्को इनर्जीमा चाहिँ इनर्जीको प्रयोगमा चाहिँ कम हुन्छ, अर्को एयर पोल्युसनमा पनि कम हुन्छ, धेरै कुराहरूमा अर्को फोकछाप हुँदैन हैन। अनि थेछे इनर्जी रुल खेवा लादा भनेको छ। जस्तो हामीले चाहिँ डिजेल पेट्रोलियम इन्धनमा मात्रै निर्भर नभएर चाहिँ वैकल्पिक थेछे भनेको चाहिँ वैकल्पिक इनर्जी चाहिँ को चाहिँ विकास गर्ने के हुन सक्छ भन्दा एउटा सोलर इनर्जी, एउटा हावाबाट यसरी चाहिँ बिजुली निकाल्ने यिनीहरू चाहिँ हो। यिनीहरू सबै चाहिँ सकारात्मक कुराहरू। अनि नोङयाक सायोङुल छुरिदा भनेको चाहिँ नोङयाक भनेको चाहिँ अब कृषि औषधिहरूको प्रयोगमा चाहिँ घटाउने। अब पहिले हाम्रो कृषिविद मदन राई हैन, तपाईहरु धेरैले चिन्नुहुन्छ उहाँलाई। उहाँहरूले नै जमसममा चाहिँ स्याउ फलाउन थाल्नु भएको रे। त्योभन्दा अगाडि पनि स्याउहरू त अलिअलि त फलाउँथ्यो होला, तर अलिकति विस्तारमा चाहिँ मनाङ मुस्ताङतिर चाहिँ उहाँहरू गर्नुभएको। अनि अगाडि यो कृषि मल भन्दै छु, रासायनिक मलको पनि नेपालमा प्रयोग गरिँदैन थियो। तर कोहरूबाट सुरुवात भयो भन्दाखेरि कृषि वैज्ञानिक मदन राईहरूले नै चाहिँ यसको चाहिँ प्रयोगमा चाहिँ ल्याएको। अनि मदन राईको एउटा इन्टरभ्यूमा चाहिँ मैले के सुनेको थिएँ भने म आफैले चाहिँ अब यसरी ल्याएँ, अहिले चाहिँ त्यो चाहिँ प्रयोग नगर भनेर बुझाउनु सम्झाउनु चाहिँ एकदमै गाह्रो भइरहेछ। त्यो ठुलो गल्ती गरिएछ भनेर चाहिँ पछुतो मान्दै हुनुहुन्थ्यो। अनि सुरेगी छोङराङजेरुल सिल्सी हादा भनेको चाहिँ अब फोहोरको चाहिँ के भन्छ, यो छोङराङजे भनेको चाहिँ जति धेरै ट्याक्स सिस्टम भनेको हैन, यो मात्राको अनुसार फोहोरको मात्रा अनुसार चाहिँ ट्याक्स लाउने व्यवस्था। यसरी स्टिकरहरू टाल्ने, स्टिकर अब मार्टमा किन्नुपर्ने हुन्छ हैन, यसको वेट अनुसार चाहिँ अब के गर्नु पर्यो भन्दा पैसा पनि तिर्नु पर्यो। त्यही भएर धेरै सिक्ताङहरूमा चाहिँ के गर्छ भन्ने, यदि खाएको कुरा चाहिँ उबार्यो भने चाहिँ पैसा एक्स्ट्रा तिराउँछ। किन एक्स्ट्रा तिराउँछ भन्दाखेरि सिक्ताङले पनि त फोहोरको लागि चाहिँ ट्याक्स तिर्नुपर्ने हुन्छ। अझै यो यस्तो प्लास्टिक जन्य भन्दा पनि खाद्यान्नजन्य खानेकुराहरूको चाहिँ फोहोर व्यवस्थापन चाहिँ कठिनाइ हुने कारणले चाहिँ धेरै ट्याक्स लगाउने हुनाले चाहिँ त्यो चाहिँ फोहोर नगरोस् भनेर चाहिँ सिक्ताङलाई चाहिँ राज्यले चाहिँ ट्याक्स तिराएको हुन्छ। अब सिक्ताङले चाहिँ कोबाट गर्छ त भन्दाखेरि खाने मान्छेले चाहिँ अब आफूले चाहेको भन्दा बढी टिप्यो, लास्टमा खाइदिएन भने चाहिँ अब उसलेबाट चाहिँ चार्ज लिने गर्छ। त्यसरी चाहिँ यो त्यसको चाहिँ लागू गर्ने। अनि इलवायोङफुम सायोङुल छुरिदा भनेको चाहिँ यस्तै बोतलजन्य क्यासजन्य, जस्तो दुध खाँदा पनि हैन यत्रो प्लास्टिकको दुधहरू हुन्छ, प्लास्टिकमा चाहिँ प्याकिङ गरेको दुधहरू हुन्छ, सिसाको बोतलमा प्याकिङ गरेको चाहिँ अब पेय पदार्थहरू हुन्छ। त्यो एउटा पेय पदार्थको लागि एउटा सिसा उत्पादन गर्नुपर्ने हुन्छ हैन। अनि कति धेरै चाहिँ के भन्छ फोहोरहरू हुन्छ नि त त्योबाट, त्यस्तोहरू चाहिँ कम गर्ने भनेको छ। अनि के भन्छ सेङवाल हाँसु छङवा छरिरुल हादा भनेको चाहिँ यो छङवा भनेको चाहिँ फेरि नयाँ बनाउने यो पानीहरूलाई चाहिँ फिल्टराइजेसन गर्ने हैन। घरमा प्रयोग गरेको टोयलेट बाथरुमबाट निस्केको पानीहरूलाई चाहिँ तल के गरेर भन्दा शुद्धिकरण भन्ने हुन्छ क्या, पानीको पुनः प्रयोग, यो शुद्धिकरण। छङवा भनेको चाहिँ हाँसु छङवा भनेको चाहिँ पानीको त्यो ढलको चाहिँ शुद्धिकरण गर्ने, छरी भनेको चाहिँ व्यवस्थापन चाहिँ गर्ने। अनि फेसुरुल मुदानु र फरुजी आन्ता, अब नेपालमा त्यही छ नि, यो ढलान चाहिँ जताभावी चाहिँ के गर्छ यसरी नमिसाउने भन्ने हो। तर नेपालमा त अब बागमतीमा के भन्नु हैन, जताभावी त्यतै चाहिँ मिसेर हुन्छ। अनि छिनवानग्याङ सेजेरोल सायोङ हादा, यो मलाई चाहिँ कस्तो लाग्थ्यो भने यो हामीले प्रयोग गर्ने सेजेहरू है, डिटर्जेन्ट पाउडरहरू, त्योहरू चाहिँ अब हामीले प्रयोग गर्दाखेरि कसरी चाहिँ पानीको चाहिँ प्रदूषण हुन्छ, जल प्रदूषण हुन्छ जस्तो लाग्थ्यो क्या। तर हामीले जति पनि प्रयोग गरेको पानीहरू चाहिँ कुनै न कुनै माध्यमबाट चाहिँ जमिन पानी त्यो के भन्छ खोला नालामै जाने हो। अझै यो ठुल्ठुलो सहरहरूमा त झन् प्रयोग गरिएको, अब गाउँमा होला एक ठाउँ प्रयोग गरेको त्यही माटोभित्र जान्छ, कहाँ जान्छ त्यसले खासै असर गर्दैन गुणात्मक रूपमा। तर सहर बजारको तपाईँले गर्नु भने टोटली सिमेन्टेड हुन्छ, त्यो सिमेन्टेडबाट जाने पानीहरूको ढलहरू कहाँ जान्छ त भन्दाखेरि डाइरेक्ट खोलामै जाने हो।
अनि प्रत्येक घरको एउटा लाखौँ घरबाट चाहिँ यस्तो यो साबुनहरूको फिजहरू त्यो गएपछि त के हुन्छ त भन्दाखेरि पानीमा त एकदमै ठुलो असर गर्छ नि होइन। त्यही भएर चाहिँ यो छिनवाङग्याङ भन्ने चाहिँ वातावरण मैत्री चाहिँ त्यो सेजीहरूको चाहिँ प्रयोग गर्ने भनेको छ। अब यो मुनपपमा जाउँ, थोङसामा प्रयोग हुने है, थोङसामा मात्रै नुनै मात्रै प्रयोग हुने है, नुन हान आफे ओनुन मारी थुए हेन्दोङिना साङथेरुल थ्यान छोगनु नाथा नेल्ते भनेको चाहिँ अगाडि अब जस्तो खालको ऊ हुन्छ होइन, तलै राम्ररी हेऱ्यो भने बुझिन्छ कस्तो अवस्थामा भने। अनि त्यो माथिकोलाई व्याख्या गरौँ। यहाँनिर लाउमान्सीले के भन्यो भने ओनुल्दो थेगी ओयमी नमु सिमेस होइन, सुम स्विगीका अरम नेयो भनेको चाहिँ छ। अब यहाँ कोरियामा पनि यो मिसेमन्जी भएको बेलामा हुन त त्यो मापन गर्ने हुन्छ, मिसेमन्जी कति छ, आजको आर्द्रता कति छ, त्यो बस स्टेसनहरूमा जताभावी चाहिँ राखिदिएको हुन्छ होइन बोर्डमा। रामिन्सीले चाहिँ के भन्यो भने आज पनि वातावरण प्रदूषण चाहिँ एकदमै धेरै भएर चाहिँ सास फेर्न पनि गाह्रो भइरहेछ। अब यहाँनिर चाहिँ कोही बेला चाइनाबाट वाङसा भनेको चाहिँ अब त्यो बालुवाहरू उडेर आउने, अनि मिसेमन्जी चाहिँ त्यस्तो उडेर आउने दिनहरूमा चाहिँ अगाडि नै चाहिँ सूचना गरेर आज चाहिँ के गर्नुहोस् भन्दाखेरि मास्क लाउनुहोस् भनेर चाहिँ फाङसोङ भनेको चाहिँ प्रसारण गर्छ, रेडियोमा पनि टेलिभिजनमा पनि म्यासेजहरूमा पनि र जताततै हो। त्यस्तै भन्नु खोजेको आज पनि वातावरण चाहिँ एकदमै प्रदूषण भएर चाहिँ सास फेर्न पनि एकदमै गाह्रो भएको छ नि भनेर एउटाले भन्यो। अनि छाम्सी दुईले के भन्यो भने फेगी घाँसुरुल छुरीगी उए न्योरो खाजी आनु हान थेगी ओयम मुन्जेरुल खेसोक थेल्कयो भनेको चाहिँ छ। भनेको चाहिँ अब जस्तो ग्यासहरू मात्रै त त्यतिकैको ग्यासहरू पनि अब हावाहरू सबै ग्यास आइटमहरू नै यो हो होइन, कुनै न कुनै माध्यमको। तर यो फेगी ग्यास भनेको चाहिँ अब जस्तो कम्पनीहरूमा काम गर्दै जाँदाखेरि कम्पनीहरूबाट प्रोडक्ट निस्केको अलिकति खराब ग्यासहरू हुन्छ नि, त्यस्तो ग्यासहरू चाहिँ है निकास गरेको कुनै कम्पनीहरूबाट या त उद्योग कल कारखानाहरूबाट निस्केको त्यो ग्यासहरूलाई चाहिँ, त्यो खराब ग्यासहरूलाई चाहिँ घटाउनको लागि चाहिँ, कम गर्नको लागि चाहिँ अभ्यास गरिएन भने होइन, नोरखाजी आनुन भनेको चाहिँ अभ्यास गरिएन भने होइन, थेगी ओयम मुन्जेगा खेसुक थेल्कयो, त्यसलाई चाहिँ कम घटाउनको लागि प्रयास गरिएन भने वातावरण प्रदूषणमा चाहिँ समस्या होइन, वातावरण प्रदूषणमा चाहिँ समस्या चाहिँ लगातार भइरहनेछ भनेको छ। के गर्दाखेरि चाहिँ वातावरण प्रदूषण लगातार हुने भइरहेको छ भन्दाखेरि फेगी ग्यासहरू छुरोगी होइन, फेगी ग्यास चाहिँ घटाउने चाहिँ प्रयास गरिएन भने भनेको चाहिँ अब प्रयास गर्नुपर्छ है भन्ने अर्थमा चाहिँ भनेको छ होइन। वातावरणलाई जोगाउने हो भने ग्यासलाई चाहिँ घटाउनु पर्ने हुन्छ। कस्तो ग्यासलाई भन्दा फेगी ग्यासलाई। अनि यमुनमा खा सारामदुरी छार्याङ यी बुछेरुल छाल छिकिल्कायो भनेको छ। मान्छेहरूले चाहिँ होइन गाडीहरू चाहिँ जुन दुई प्रणाली सिस्टम जोड बिजोड सिस्टम चाहिँ राम्ररी चाहिँ पालना गर्नेछ भनेर चाहिँ एउटाले खाले चाहिँ प्रश्न गर्यो। नाले के भन्यो भने वानग्याङ ओयमी सिङ्गाक सङ्गुल आनुनान मोदु यल्सिमी छामी हाल कयो भनेको चाहिँ छ। यो भनेको चाहिँ वातावरण प्रदूषणलाई चाहिँ जटिल, अझै धेरै जटिल नबनाउने हो भने होइन, जटिल नबनाउने हो भने चाहिँ सबैजनाले चाहिँ एकदमै मेहनत साथ चाहिँ यसमा चाहिँ उपस्थिति जनाउनु पर्छ भनेको छ। वातावरणलाई चाहिँ जटिल नबनाउने हो भने होइन, सबैजनाले चाहिँ सकारात्मक ढङ्गले चाहिँ एकदम मेहनत साथ चाहिँ उपस्थिति जनाउनु पर्ने छ। यो के भनेको भन्दाखेरि हप्तामा चाहिँ जोड बिजोड सिस्टम हुन्छ, त्यो जोड बिजोड सिस्टम चाहिँ अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ भन्नु खोजेको। यल्सिमी खुङबु हानुन हान सादाङ्गे हाप्क्यगुल खगजङ अफ्स यो अब तपाईँहरूलाई यो लागु हुने चिज होइन, एकदमै मेहनतसँग एकदमै होइन, यल्सिमी भनेको चाहिँ एकदमै मेहनतसँग अध्ययन गर्ने हो भने सादाङ्गे भनेको अहिले तपाईँ हामीले पढ्दै गरेकोमा चाहिँ कुनै खालको चाहिँ सुर्ता चाहिँ गर्नुपर्ने अवस्था चाहिँ नो वरिज, राम्ररी पढ्यो भने किन चिन्ता गर्ने भन्ने। अनि थुक्बियान इरी अप्सुन हान फिगा वादो हेङसारुल खुदेर छिने हाम्निदा भनेको छ। अब विशेष खालको काम बाहेक होइन, विशेष खालको काम परेन भने चाहिँ
पानी परे पनि यो कार्यक्रम चाहिँ निरन्तर चाहिँ यसरी सञ्चालनमा रहिरहनेछ भनेको चाहिँ छ। कहिलेसम्म निरन्तर सञ्चालन हुन्छ भन्दाखेरि विशेष खालको काम भएन भने पानी पर्दा पनि निरन्तरै सञ्चालन गरिनेछ यो कार्यक्रम भनिरहेछ। अब यहाँनिर झन् नुनहान चाहिँ अब खादामा खानुनहान, मग्दा मग्नुनहान, यो साल्दा यो चाहिँ फुल्खिसिक थुङ्सा अगाडिदेखि आइरहेको हो, त्यसमा चाहिँ सानुनहान गर्यो भने, खायो भने अनि बाँच्यो भने। सादा चाहिँ सानुनहानलाई हुन्छ, फेरि त्यो पनि किन्नु होइन, अर्को बाँच्नु चाहिँ साल्दा। 1 नम्बरमा जाउँ यहाँ, फोगी वा खाची छिङ्गु वा यागी एफोसेयो भने चाहिँ उदाहरणमा जस्तै साथीहरूसँग चाहिँ कुराकानी गर्नुहोस्। उदाहरणमा के गरेको छ भन्दा फोगीमा सेजेरुल मानी सायोङ आधा भनेको चाहिँ यो डिटर्जेन्टहरू चाहिँ सेजेहरू चाहिँ एकदमै धेरै प्रयोग गर्नु। अनि सुजिल ओयमी थ सिम्गा केजिदा भनेको चाहिँ पानीको जल प्रदूषण चाहिँ अझै धेरै जटिल भएर चाहिँ जान्छ। अब कसरी बनाउनु पर्यो भने सारामदुरी सेजेरुल मानी सायोङ हानुन गतका थायो भनेर चाहिँ भन्यो है। मान्छेहरूले चाहिँ सेजेलाई चाहिँ एकदमै धेरै प्रयोग गर्छ जस्तो छ। सेजे भनेको चाहिँ अब सर्फहरू होइन, सर्फ पाउडरहरू। अनि त्यसलाई कसरी बनाउनु पर्यो भने सेजेरुल मानिङ सायोङ हान, यो दालाई हटाउने सबैमा, त्यसमा चाहिँ नु हानुन होइन, अब नुन हान भन्ने मात्रै, नुन हान ग्रामरै त्यो नुन हान हो यहाँनिर, नुन हान त्यो ट्याक्कै दा हटाएर त्यो प्रयोग गरिदिने। अनि यता पनि यो दालाई चाहिँ कयो अफसुल कयो होइन, फागुल कयो त्यो प्रयोग गरिदिनु भने हुन्छ। अब यहाँ सेजेरुल मानी सायोङ हादामा चाहिँ हानु सायोङ हानुन हान अनि यस्ता जस्ता त्यो सुजिल ओयम हुन् थ सिम्गा खे जिल कयो भनेको चाहिँ। अब यो गरेन भने चाहिँ सेजे चाहिँ के भन्छ, सेजे चाहिँ एकदमै धेरै प्रयोग गर्यो भने जल प्रदूषण चाहिँ अझै धेरै जटिल भएर जानेछ भनेर चाहिँ भविष्य होइन, भविष्यकालमा चाहिँ रूपान्तरण गर्नुपर्ने भयो। अब यहाँ इल्वे योङफुम खेसोक सादा होइन, सारामदुरी इल्वे योङफुम उल खेसोक सानुनगत कथायो भनेर चाहिँ भन्नु पर्यो होइन। मान्छेहरूले चाहिँ यो एकचोटि प्रयोग गर्ने सामान चाहिँ धेरै किन्छ जस्तो छ भनेर भन्यो। अनि सुरेगी याङ्गी छुरिल सुअप्ता, अब धेरै यस्तो सामानहरू किन्यो भने चाहिँ फोहोरको चाहिँ मात्रालाई चाहिँ घटाउन सकिँदैन। यसलाई मिलाएर भन्नु पर्यो भने चाहिँ इल्वे योङफुम उल खेसोक सानुन हाल होइन, इल्वे योङफुम चाहिँ लगातार किन्यो भने चाहिँ के हुन्छ भन्दाखेरि सुरेगी याङ्गु छुरिल्सु अफसुल कयो होइन, अफसुल कयो। अब 2 नम्बरमा उन्दोङ सिगानुर नुल्लिजी आन्दा भनेको चाहिँ अब एक्सर्साइज गर्ने समय चाहिँ बढाएन भने अनि के हुन्छ भन्दाखेरि खङ्गाङुल हेजिल्सु अप्ता भनेको चाहिँ अब स्वास्थ्यलाई चाहिँ अब स्वास्थ्य बनाउन सकिँदैन र स्वास्थ्यलाई चाहिँ राम्रोसँग राख्न सकिँदैन भनेको। अब सारामदुरी उन्दोङ खङ्गाङुल नुल्लिजी आनुन गतका थायो भनेर चाहिँ भन्नु पर्यो। अब त्यसलाई चाहिँ यता उत्तर दिँदाखेरि चाहिँ के भन्नु पर्यो भने उन्दोङ सिगानु नुल्लिजी आनुन हान भनेको चाहिँ अब उन्दोङ सिगान चाहिँ बढाएन भने होइन, उन्दोङ गर्ने जुन सिगान चाहिँ त्यसलाई चाहिँ बढाएन भने चाहिँ खङ्गाङुन हेजिल्सु अफसुल कयो भनेको चाहिँ स्वास्थ्यलाई चाहिँ अब स्वास्थ्य राख्न चाहिँ सकिँदैन, स्वास्थ्यलाई चाहिँ बचाउन चाहिँ सकिँदैन भनेर भन्ने। 3 नम्बरमा छिक्वन्दुरी वेसारुल उए कुद खाजी यसुद्धा भने चाहिँ यसुद्धा भने चाहिँ प्रयास गर्नु नोरे खाता होइन। स्टाफहरूले चाहिँ कम्पनीको लागि चाहिँ अन्तिमसम्म चाहिँ प्रयास गर्नु। अनि वेसाए मिरेनुन फाक्ता भनेको चाहिँ कम्पनीको चाहिँ भविष्य चाहिँ उज्जवल हुनु भन्ने, फाक्ता भने चाहिँ उज्यालो होइन, उज्जवल हुनु। यसलाई के गर्नु पर्यो भने सारामदुरी होइन, छिक्वन्दुरी वेसारुल, अब यसलाई चाहिँ सारामदुरी अब नहालौँ होइन, छिक्वन्दुरी वेसारुल उए कुदकाजी ए सुन्नुन हान होइन, ए सुन्नुन हान वेसाए मिरेरुल फागुल कयो भनेर भन्ने। मान्छेहरूले चाहिँ स्टाफहरूले चाहिँ कम्पनीको लागि चाहिँ अन्तिमसम्म प्रयास गर्ने हो भने कम्पनीको चाहिँ भविष्य चाहिँ उज्जवल हुनेछ, फागुल कयो होइन, कति सजिलो। 4मा नोन फाते नोङयाकुल मानि पुरिदा, अब यहाँनिर सारामदुरी होइन, मान्छेहरूले चाहिँ नोङ फाते नोङयाकुल मानि
पुरिनुन गत काथायो मान्छेहरूले चाहिँ या त कृषकहरूले हैन नोङबुदुरी नोङफाते नोङयागोल मार्ने पुरिनुन गत काथायो भनेको चाहिँ अब कृषकहरूले चाहिँ बारीमा चाहिँ एकदमै धेरै कृषि औषधि चाहिँ प्रयोग गर्छ जस्तो छ खङ्गाङ्गुल सिकिजी अरबता भनेको चाहिँ स्वास्थ्यलाई चाहिँ अब स्वास्थ्य पालना गर्न सकिँदैन स्वास्थ्य रहन सकिँदैन या त गाह्रो छ भन्ने अब नोङफाते नोङयागुल माने पुरी नुन हान हैन सजिलो छ नुन हान बनाइदिने भएन भने चाहिँ खङ्गाङ्गुल छिखिगी अरबुल गयो भनेर बनाउनु भने हुन्छ सजिलो छ अनि 2 नम्बरमा छिङ्गुएगे खोमिन नि इस्सुम्निदा भनेको छ साथीलाई चाहिँ के भन्छ साथी चाहिँ अब चिन्तित छ छिङ्गुए खोमिने यरबुनु सेङ्गागुल यागिएफोस अब साथी चाहिँ के भन्छ सङ्कटमा छ चिन्तित छ साथीको चिन्तामा चाहिँ आफ्नो तपाईको राय विचार चाहिँ राखेर चाहिँ अब साथीसँग कुराकानी गर्ने थोनुल मोगी एक मानी मोगी सिफुनुन्दे वर्ल्डकप थाहा सस्यो भनेको चाहिँ छ अब वर्ल्डकप तलब चाहिँ पैसा चाहिँ धेरै डिपोजिट गर्ने या त भेला पार्नु चाहिँ मन छ तर चाहिँ सबै वर्ल्डकप भनेको चाहिँ आफ्नो तलब चाहिँ प्रयोग गरिहाल्छ खर्च गरिहाल्छ सुदा चाहिँ प्रयोग गर्नु खर्च गर्नु हैन तितो हुनु सबै हुन्छ नि त खर्च गर्नु पनि हुन्छ अनि साली पेया हानुन्दे उम्सिगुल खेसोक मगयो भनेर चाहिँ भनेको छ साल भनेको चाहिँ हाम्रो शरीरमा हुने मासु हैन मोटोपन भन्दा पनि मासु हो मासु चाहिँ अलिकति घटाउनु भनेको तर खाना चाहिँ अब जहिले तहिले खान्छु लगातार खान्छु भने अब त्यो कसरी भन्दिने त भन्दा थोनुल आक्य सुजी हान्नुन हान थोन मोगी हिन्दू रह्यो भनेको छ अब पैसा चाहिँ आक्य भनेको चाहिँ एकदमै कम खर्च गरेन भने पैसा चाहिँ कम खर्च गरेन भने पैसा चाहिँ सङ्कलन गर्नु या त डिपोजिट गर्न चाहिँ एकदमै गाह्रो हुन्छ भनेको चाहिँ मलाई एकचोटि मेरो काकाको कम्पनीमा म चाहिँ गएको थिएँ नेपालदेखि छुट्टीमा अनि छुट्टीमा आउँदा चाहिँ काका भतिजी र म भनेपछि काका चाहिँ बाजे कसैको म फेरि भतिजीको काका हैन 3 स्टेपको नातिनी काका भतिजो के भन्छ बाजे हामी 3 जना थियौं अनि काका चाहिँ काकाको कम्पनीमा आएर सुतेको त्यो बेलामा चाहिँ म ख्याङसाङ नाम्दोमा काम गर्थेँ भतिजी चाहिँ छल्ला नाम्दोमा काम गर्थिन् अनि काका चाहिँ थेजनमा अनि इन्छनदेखि आयौँ काकाकैमा सुत्यौँ बिच बाटोमा अनि काकाको कम्पनीमा सुतेपछि भोलि बिहान चाहिँ काकाको कम्पनीको मालिकले चाहिँ हामीलाई फोकाप टर्मिनल भनेको थेजनको चाहिँ बस टर्मिनलसम्म पुर्याउने हुने भयो अनि मैले चाहिँ के भने अब यहाँ काकाको त कमाइ पनि राम्रो छ तिमीहरू कति कमाउँछौ भन्दा यति अति थोरै भनेर चाहिँ भन्यो माया दयाले चाहिँ अनि त्यहाँदेखि चाहिँ मैले चाहिँ के भने म अर्कोचोटि एक्जाम दिँदाखेरि पास भयो भने चाहिँ मलाई तान्नु न त भनेर भनेको त्यसरी त एकदमै गाह्रो हुन्छ फेरि भन्यो अनि पैसा कसरी धेरै कमाउने आइडिया दिउँ भनेर चाहिँ साउले भन्नुभयो काकाको साउले अनि हुन्छ आइडिया दिनु नि त भनेर भने अनि पैसा धेरै कमाउने हो भने चाहिँ कम खर्च गर्ने अरे क्या अनि हुन पनि त्यहाँनिर काकाहरूलाई चाहिँ अब 4-5 हजारको 4-5 मानको पनि जुत्ताहरू किन्दाखेरि यस्तो महँगोको लाउने मानवनको जुत्ता लाउनु पर्छ भनेर चाहिँ साउले भन्नुहुन्छ अरे हैन त्यो चाहिँ तपाईहरुलाई एउटा उदाहरण मात्रै है अनि मंगनुन गसिल छुरीजी हानुन हान साली पेगी अरे भयो अब साथीले चाहिँ के गर्यो भने अब घट्नु पर्ने छ साथी चाहिँ तर रेगुलर खाएको छ अब तपाईले के भन्नु पर्यो भने मंगनुन गसिल छुरीजी हानुन हान भनेको चाहिँ खानेकुरा चाहिँ घटाउनु भएन भने घटाएन भने चाहिँ शरीर घटाउन चाहिँ एकदमै गाह्रो हुन्छ भनेर चाहिँ यसरी भन्ने यो बुझिहाल्नुहुन्छ थानोचाङमा चाहिँ अब नुल्लिदा भनेको चाहिँ बढ्नु शुद्धा भनेको चाहिँ प्रयास गर्नु नोनफात भनेको चाहिँ अब बारी पुरिदा छर्कनु आक्य शुद्धा भनेको चाहिँ एकदमै कम खर्च गर्नु यो 2 नम्बरको ग्रामरमा जाउँ थोङसामा चाहिँ दोरो हुने गरी यो मोक्चक देखाउने हो हैन मोक्चक भनेको उद्देश्य थुये नआउनुन भनेको चाहिँ पछाडी आउने
क्रियाकलाप जुन बात उहरू हुन्छ होइन त्यसको चाहिँ उद्देश्यको रूपमा देखाउँदा चाहिँ प्रयोग गरिन्छ अब कस्तो कस्तरी देखाइन्छ यहाँनिर हेरौँ हुएनले चाहिँ के भन्यो भने यहाँनिर बुढाले चाहिँ के भन्छ प्लास्टिकको झोलाहरू एकदमै धेरै ल्याएछ सामान किन्न जाँदाखेरि प्लास्टिकको झोला लिएर आएको छ अनि केटी मान्छेले के भनिरहेछ भन्दा श्रीमतीले इरके फिनिल फोङजिरुल मानी सायोङ हाम्यन सुरेगी याङी नुरस वानग्याङ ओयम सिखिगिया थेजानायो भनेर चाहिँ भनेको छ अब यसरी चाहिँ प्लास्टिकको सामानहरू प्लास्टिकको झोलाहरू चाहिँ धेरै प्रयोग गर्यो भने फोहोरको मात्रा चाहिँ धेरै बढेर चाहिँ वानग्याङ ओयम भने चाहिँ वातावरण प्रदूषणलाई चाहिँ झन् सहज पुग्छ हुन्छ नि भनेर चाहिँ भनेको छ सिकिदा पालना गर्नु हो होइन जस्तो वातावरण प्रदूषण चाहिँ पालना गर्नु हो भन्ने अर्थमा त अब हामीलाई लाग्यो भने त्यो गलत हुन्छ वातावरण प्रदूषण हुनको लागि चाहिँ थप मद्दत पुग्छ नि त्यस्तै खालको चाहिँ भनेर बुझ्ने अनि फागमिन्चुले के भन्यो भने आरस यो मैले जाने बुझेँ आफू र सुरेगीका मानी आन सेङ्गीति रोग होइन सेङवाल योङ सुरेगी सुरेगी फोङथुरुल सायुङ हाल्कयो भनेको छ अबदेखि चाहिँ यसरी फोहोर चाहिँ धेरै नहुने गरी होइन नहुने गरी अब चाहिँ फोहोर यसरी धेरै नहुने गरी चाहिँ के गर्ने भन्दाखेरि छेवाल्योङ भनेको चाहिँ फेरि प्रयोग गर्ने होइन सुरेगी फोङतु भनेको छ यो चाहिँ अब एकचोटि मात्रै प्रयोग गर्ने ल्याउने खासै फेरि अर्कोचोटि प्रयोग नगर्ने भन्ने कालो प्लास्टिकहरू होइन अब चाहिँ बरु प्लास्टिकै प्रयोग गर्ने तर अलिकति बलियो फेरि पनि या त छेवाल्योङ भनेको चाहिँ पुनर्चक्र गर्न मिल्ने खालको चाहिँ प्लास्टिकहरू चाहिँ प्रयोग गर्छु भनेर चाहिँ भनेको छ खामा चाहिँ के भन्यो भने यमुनमा उदाहरणमा नामुन उम्सिगुल अदि यस फोगवान हाल्कयो भनेको चाहिँ अब बाँकी रहेको खाना चाहिँ कहाँनिर चाहिँ भण्डारण गरौँ फोगवान आधा भनेको चाहिँ कहाँनिर राखौँ भण्डारण गरौँ राखौँ भनेर चाहिँ भन्यो नाले साङ्घाजी हान्दोरोक नेङजाङ गए नथुसेयो भनेको चाहिँ साङ्घादा भनेको चाहिँ कुइनु नकुइने गरी होइन कहाँ राख्ने भन्दा नकुइने गरी यो फ्रिजमा चाहिँ रेफ्रिजरेटरमा चाहिँ राखिदिनुहोस् भनेर भनेको छ अब यहाँनिर खाम्गिए पाली नादोरोक छुमाले फुक सुसेयो भनेछ अस्ति मलाई पनि यहाँनिर निकै धेरै चाहिँ खाम्गीले चाहिँ सतायो जाडो महिनामा होइन अब आराम लिनुपर्ने अब काम कम होइन काम ज्यादा गर्नुपर्ने जाडो महिनामा हाम्रोमा चाहिँ त्यस्तो छ काम एकदमै ज्यादा गर्नुपर्ने त्यही भएर चाहिँ अब आराम गर्ने समय पनि मिलेन होइन झन् लामो भयो खाम्गीका पाली नादोरोग भनेको चाहिँ यो रुगाखोकी चाहिँ एकदमै छिटो निको हुने गरी चाहिँ सप्ताहमा भनेको चाहिँ शनिबार आइतबार चाहिँ बाहिर नगएर मजाले सुत्नुहोस् काम हुँदैन बिदाको दिन मजाले सुत्नुहोस् भनेर भनेको छ 2 नम्बरमा खुकुप छागा छिना गादो रोग खिरी फिक्के छुसेयो भनेको छ अब तपाईँ आफैले पनि ड्राइभिङ गरिराख्नु भएको छ तपाईँको गाडी छ या त मोटर बाइक छ भने चाहिँ यो इमर्जेन्सी गाडी भनेको के हुन्छ एम्बुलेन्सहरू होइन एम्बुलेन्स चाहिँ के भन्छ आफूलाई चाहिँ नागेर जाने गरी चाहिँ बाटो चाहिँ अब खाली गरिदिनुहोस् साइड दिनुहोस् भनेर चाहिँ भनेछ त्यो रोग चाहिँ खादो रोग जाने गरी ने गरी होइन मग्दा खाने गरी हादा हुने गरी यसरी चाहिँ यो चाहिँ उद्देश्यको लागि जस्तो उद्देश्य चाहिँ के भयो भन्दाखेरि यो खुकुप्चा चाहिँ जाओस् जाने गरी चाहिँ तपाईँले बाटो चाहिँ के गर्नुहोस् भन्दाखेरि साइड काट्नुहोस् त्यसरी अनि 1 नम्बरमा फोगी वा खाची छिङ्गु वा यागी फोसे यो उदाहरणमा जस्तै चाहिँ साथीहरूसँग कुराकानी गर्नुहोस् उदाहरणमा के गरेको छ भन्दाखेरि उदाहरण मजाले बुझ्ने त्यहाँदेखि तलको बुझिहालिन्छ हामीलाई गर्न लगाएको छादोङ छा फेगी खासुरुल छुरिदा भनेको चाहिँ छ छादोङ छा भनेको चाहिँ गाडीबाट अब फेगी गाँसु अघि पनि भन्यो कम्पनीहरूबाट निस्किने ग्यासहरू उद्योग कल कारखानाबाट निस्किने ग्यासहरूलाई चाहिँ फेगी ग्यास भन्छ गाडी छादोङ छा पनि एउटा गाडी होइन इन्जिन हो इन्जिनबाट निस्किने चाहिँ ग्यासहरू त्यस्तो खालको दूषित ग्यासहरू चाहिँ घटाउने होइन छादोङ छाबाट चाहिँ निस्किने त्यो ग्यास चाहिँ घटाउनको लागि के गर्ने भन्दा खाकागौन खरिए खरक थानिदा भने चाहिँ हामीले पनि गाडीबाट निस्किने चाहिँ फेगी गाँसु चाहिँ कम गर्न सकिँदो रहेछ कसरी भन्दाखेरि नजिकैको ठाउँमा चाहिँ गाडी नचढ्ने आफ्नो गाडी नकुदाउने हिँडेर जाने कि त साइकल चढ्ने त्यसलाई कसरी बनाउने अत्त के हामी छोल्कायो भने चाहिँ कसो गऱ्यो भने राम्रो हुन्छ भन्दाखेरि छादोङ छा फेगी गाँसु रोल होइन छुरी दोरोक होइन यहाँनिर दामा हटाइदिने दोरोक थोङसामा चाहिँ दोरोक मात्रै लगाइदिने यिनीहरू सबैमा दोरोक लगाइदिने अनि त्यहाँदेखि खाकाउन खरिए थानिसेयो होइन थानिसेयो यो दाला हटाएर सेयो गर्नुहोस् होइन
भनेको चाहिँ येबाङ छुसारुल मात्ता भनेको चाहिँ लाउनु होइन माजु सेयो बनाइदिने होइन त्यस्तै सेयो प्रयोग गर्ने मिलिहाल्छ छादोङछा फेकी कासुरुल छुरी दोरो खाकाउन खरिरो खर थानी सेयो भने चाहिँ अब छादोङछाबाट निस्किने फेकी कासु चाहिँ घट्ने गरी चाहिँ नजिकैको ठाउँमा चाहिँ हिँडेर जानुहोस् भनेर भन्यो अब एक नम्बरमा जाउँ इल्वेयोङ फुम सायोङुल छुरिदा भनेको चाहिँ अब एकपल्ट प्रयोग गरिने जस्तो यो कपहरू केहरू हुन्छ होइन सिसाजन्य क्यानहरू त्यस्तोको चाहिँ प्रयोगमा चाहिँ कम गर्ने अब केमा कम गरिन्छ भने खेइन खबुल खाजीको थानिदा के गर्दा चाहिँ हुन्छ भन्दाखेरि आफ्नो व्यक्तिगत चाहिँ कप चाहिँ लिएर चाहिँ अब हिँडुल गर्ने जस्तो स्टारबक्स कफीमा चाहिँ कस्तो हुन्छ भने तपाईँको आफ्नै कफीको चाहिँ क्यान के भन्छ कपहरू चाहिँ बोकेर हिँड्नुभयो भने चाहिँ जस्तो कफीको कपहरू त महँगो पर्छ त्यो प्लास्टिकको या त कागजको होइन अलिकति दाम चाहिँ घटाएर दिन्छ भनेर भन्छ होइन तर अहिलेसम्म स्टारबक्समा चाहिँ म गएको छैन धेरैवटामा जाँदै पनि यो स्टारबक्समा चाहिँ गएको छैन अलिकति सस्तो छ फेक थाबाङमा चाहिँ एकदमै सस्तो हुन्छ अनि अर्को पेरिस ब्याङ्क्वेटमा पनि सस्तो हुन्छ र म चाहिँ त्यसमा चाहिँ कफी प्राय पिउने गर्छु यसलाई बनाउँदा चाहिँ के गर्ने भन्दाखेरि अतकै हामी छौल्कायो भनेको कसो गर्यो भने हुन्छ भन्दाखेरि इल्वेयोङ फुङ सायोङुल छुरी तोरोक होइन एकपटक प्रयोग गर्ने त्यो सामानहरू चाहिँ घटाउनुको लागि चाहिँ खेइन खबुल खाजीको थानी सेयो भनेको चाहिँ आफ्नो निजी चाहिँ कप चाहिँ लिएर चाहिँ हिँड्नुहोस् त्यसो गर्दाखेरि कफी पिउँदाखेरि सस्तो पनि भयो फोहोर पनि भएन पानी खाँदा पनि अब हामी पानी खाँदै हस्पिटलमा या त कुनै ठाउँहरूमा पानी खाँदै फाल्छौँ होइन आफूले काम गर्नेको ठाउँमा पनि छोङ्गी कप प्रयोग गर्ने फाल्ने पानी खाने फाल्ने त्योभन्दा कप भयो भने त कम्तीमा के भन्छ छोङ्गी कपबाट हुने फोहोरहरू पनि त कम हुन्छ त्यही भन्नु खोजेको कफी पिउँदा पनि अनि खाम्गिए खल्लिजी हान्था भनेको चाहिँ खाम्गी भनेको चाहिँ अब रुगामार्गीले चाहिँ नलागोस् भनेर चाहिँ के गर्ने भने येबाङ छुसारुल मात्ता भनेको चाहिँ अब कसरी गर्यो भने राम्रो हुन्छ भन्दा खाम्गी ए खल्लिजी हान्दोरोक येबाङ छुसारुल माजुसेयो भनेको चाहिँ अब रुगामार्गी चाहिँ नलाग्ने गरी चाहिँ यो येबाङ भनेको चाहिँ अब रोकथाम गर्ने चाहिँ के भन्छ छुसा भनेको चाहिँ सुई चाहिँ लगाउनुहोस् भनेको चाहिँ प्रिभेन्सनको लागि चाहिँ यो छुसा भनेको चाहिँ इन्जेक्सन चाहिँ लगाउनुहोस् भनेर भने 3 नम्बरमा याक्सोकुल इरोबोरिजी हान्ता भनेको चाहिँ अब आफ्नो भेट्ने बाजा चाहिँ नबिर्सियोस् भन्नको लागि चाहिँ नबिर्सिने गरी चाहिँ के गर्नु पर्यो भन्दा थाल्योगे मेमो हासेयो भनेको चाहिँ अब थाल्यक भनेको चाहिँ पात्रोमा चाहिँ के गर्नु पर्यो भन्दा अब टिपोट गरेर राख्नुहोस् के बनाउनु पर्यो अत के हामी छोल्कायो भन्दाखेरि याक्सोकुल इरोबोरिजी हान्दोरोक थाल्योगे मेमो हासेयो भने चाहिँ भेट्ने बाचा चाहिँ नबिर्सिने गरी चाहिँ पात्रोमा चाहिँ मेमो गरेर चाहिँ राख्नुहोस् 4 नम्बरमा भने इप्सा सियोमे हाफ्ख्यकादा भने चाहिँ अब प्रवेश परीक्षामा चाहिँ पास हुने गरी चाहिँ के गर्नु पर्यो यल्सिमी छुन्बी हासेयो भने चाहिँ प्रवेश परीक्षामा चाहिँ पास हुने गरी यल्सिमी छुन्बी हासेयो अब मिली गयो 2 नम्बरमा चाहिँ अथन वानग्यङ मुन्जेगा इस्सयो भने चाहिँ कस्तो खालको वातावरण प्रदूषण छ समस्या छ वातावरणको चाहिँ समस्या छ अतकै हामुन छोन्जी यागिए फस्यो कस्तो खालको वातावरणमा समस्या छ यो पढेर होइन अनि कसो गर्यो भने चाहिँ राम्रो हुन्छ हेर्नुहोस् भनेर भन्ने छ उम्सिकमुल सुरेगीगा मानिसेङ्ग्यो भने चाहिँ खानेकुरासँग सम्बन्धित चाहिँ के भन्छ खाएर हुने खाद्यान्नसँग सम्बन्धित फोहोरहरू चाहिँ एकदमै धेरै चाहिँ देखा परिरहेछ या त उत्पन्न भइरहेछ अनि मिसे मन्जीका मान्नास वेछुल मो थागेसयो भनेको चाहिँ छ यो ससानो धुलोको कणहरू चाहिँ एकदमै धेरै भएर चाहिँ हावामा तैरिरहन्छ होइन बाहिर जानु वेछुल मो थागेसयो भने चाहिँ बाहिर चाहिँ जानु सकेन अनि खङ्गाङी ओयम थेस होइन खाङमुरी ओयम थेस नेम्सेका सिमे यो चाहिँ ट्याक्क बागमतीको जस्तो खोलाको पानी नदीको पानीमा चाहिँ एकदमै धेरै के भन्छ ओयम भयो नदीको पानी चाहिँ एकदमै धेरै प्रदूषण भएर चाहिँ एकदमै गनाउँछ होइन त्यो भने के गर्ने उम्सिक मूलको लागि अब बनाउनु पर्यो सुरु अब उम्सिक मूल भनेको खाद्यान्न होइन खानेकुराहरूबाट खानेकुराजन्यहरू फोहोरहरू चाहिँ सेङ्गिजी आन्दोलक होइन त्यो चाहिँ देखा नपर्ने गरी चाहिँ उम्सिको मगन खुमान मान्दो रहेछ यो भनेको चाहिँ तपाईँले चाहिँ अब यो खानासँग सम्बन्धित खानेको फोहोरहरू चाहिँ
नहुने गरी चाहिँ के गर्नु पर्यो भने जति खाइन्छ त्यति मात्रै बनाउनुहोस् भनेर चाहिँ भनेछ। अब मिसेमन्जीका मानस वे छुरुल मोत हागेसयो भनेछ। अब मिसेमन्जी चाहिँ कम गर्नको लागि के गर्नु पर्यो त भन्दाखेरि उद्योग कल कारखानाहरू चाहिँ मिसेमन्जी अब उद्योग कल कारखाना भन्दा पनि हावामा तैरिरहेको भन्ने हो, यो त चाइनाबाट आएको। त्यसलाई कम गर्नुको लागि चाहिँ के गर्नु पर्यो भन्दाखेरि एउटा चाहिँ चस्मा लाएर कि त बाहिर जानु पर्यो होइन। यो मिसेमन्जी कम गर्ने भन्ने त अब हुँदैन होला। अब हुन्छ भने तपाईँले आफै बनाउनुहोस्, तर बाहिर जाने हो भने चाहिँ मिसेमन्जीको मान्नुहोस् वेछुल गर्ने हो भने चाहिँ अब चस्मा लाएर या त मास्क लाएर चाहिँ बाहिर जानुहोस् भनेर चाहिँ भन्नु भने हुन्छ। अनि खाङमुली ओयम थेस नेम्सेका सिमेयो। अब खाङमुल चाहिँ धेरै भएर चाहिँ प्रदूषण भएर चाहिँ नेम्से एकदमै गनाउँछ। अब त्यो नगनाउने हुनेको लागि चाहिँ खाङमुलमा चाहिँ के भन्छ फेगी सुरेगी या त फेगी मुरुल मुदान के भन्छ फरेजी मासेयो भनेर चाहिँ अब जताभावी त्यतै चाहिँ नमिसाउनुहोस् भनेर बनाउनु भने हुन्छ। यो चाहिँ अगाडि च्याप्टरमा पनि आएको छ, अगाडि नै होइन, त्यो मजाले हेर्नुहोस्। अब थानजाङमा चाहिँ साङआदा भनेको चाहिँ कुइनु खुप्चा भनेको चाहिँ एम्बुलेन्स, येबाङ छुसा भनेको चाहिँ अब प्रिभेन्सनको लागि इन्जेक्सन होइन, प्रिभेन्सन इन्जेक्सन। अस्ति हामीले चाहिँ के को लायौँ भन्दाखेरि कोरोनाको लगाइयो नि त। अनि इफ्सासियम भनेको चाहिँ प्रवेश परीक्षा, फिखिदा भने खाली गरिदिनु, याङबो अब छोडिदिनु भन्ने, मेमो आधा टिपोट गर्नु, नेम्सेका सिमा आधा भनेको चाहिँ एकदमै गनाउनु, कडा गनाउनु होइन। अब 1 नम्बरमा भनेछ यहाँनिर आन्जेला सी वा इरिङ सीगा यागी हाम्निदा। आन्जेला सी र इरिङ सीले चाहिँ कुरा गरिरहेछ अरे थाउम थेवा छरम यागी एफोसे। यो जस्तै चाहिँ थेवा कुराकानी जस्तै चाहिँ कुराकानी गर्नुहोस् भनेर चाहिँ भनेछ। इरिङले के भने आन्जेला सी अदिए थाने वायो भने चाहिँ आन्जेला सी कहाँबाट चाहिँ आउनु भएको भनेर चाहिँ भनेछ। आन्जेलाले के भने मोगी आफा छ फ्याङ्गे खत्ता ओनुन खिरियो भनेछ चाहिँ घाँटी चाहिँ दुख्यो, त्यही भएर फ्योङन हस्पिटलमा गएर चाहिँ आउने क्रम हो। खिरियो भनेको क्रममा भन्ने हुन्छ होइन, हस्पिटल गएर आउने क्रम हो भनेको चाहिँ हस्पिटलदेखि आउँदाखेरि अब तपाईँसँगै भेट भयो भन्ने। यो जुन मिसे मन्जीका सिमे हेसा खुरजी फ्याङ्गे खानिका छार्याङ के अरे छराङ फिसुथान छुङसिमुरो ओन सारामी मानस हो भनेछ। आजकल चाहिँ मिसेमन्जी चाहिँ एकदमै कडा भएर चाहिँ त्यस्तो भएको होइन। अनि फ्याङ्गोनी खानिका खुरजी मन्जी चाहिँ एकदमै कडा भएर यस्तो भएको, घाँटी दुखेको। अनि हस्पिटलमा गई हेरेको यो के भन्छ म जस्तै चाहिँ लक्षण भएको मान्छेहरू चाहिँ एकदमै धेरै थियो अरे भनेर चाहिँ भनेछ। इरिङसीले चाहिँ के भन्यो भन्ने अब मोगी थ आफू चाहिँ आन्दोरक मासु कुरुल सुगो थानिसेयो भनेछ। अब यो मिसेमन्जीलाई कन्ट्रोल त गर्न सकिँदैन होइन, कि त मिसेमन्जीलाई कन्ट्रोल गर्नको लागि चाहिँ बादलबाट चाहिँ के भन्छ कृत्रिम बादल चाहिँ बनाएर चाहिँ पानी झार्ने सिस्टम जुन चाइनाले बनाएको थियो नि, त्यस्तो गर्नु पर्यो त्यो धुलोलाई हटाउनको लागि। न यो चाइनाबाट आउने धुलो त्यसरी कम चाहिँ गर्न सकिन्छ जस्तो लाग्दैन होइन। अब घाँटी चाहिँ अझै नदुखोस् भनेर चाहिँ बाहिर जाँदा चाहिँ तपाईँले के गर्नु पर्यो भन्दा मास्कको चाहिँ प्रयोग गरेर चाहिँ हिडुल गर्नुहोस् भनेर चाहिँ भनेको छ। अनि आन्जेलाले भने खुरके हेदो ब्याल्लो छुवा जिजी हान्न स खगजङ यो भनेछ। त्यसो त गरेको हो तर पनि होइन खासै होइन, त्यसरी त गरे पनि खासै बेल्लो भनेको खासै ठिक नभएर राम्रो नभएर चाहिँ एकदमै चिन्ता लागिरहेको छ भनेर भन्यो। अनि इरिङसीले चाहिँ के भन्यो भने मिसे मन्जी मुन्जेगा हेगेल थेजी आनुन हान फ्याङ्मुल छानुन साराम थ नुरनाल गत कथायो भनेको छ। अब मिसे मन्जी मुन्जेगा मिसेमन्जीको समस्यालाई चाहिँ के भन्छ समाधान गरेन भने अब कसो गरेर समाधान गर्ने यहाँ त भनेन होइन। मिसेमन्जीका त्यो के भन्छ समाधान गरेन भने चाहिँ हस्पिटल चाहिँ खोज्दै जाने भनेको चाहिँ अब बिरामीहरू भनेको हस्पिटल खोज्दै कसले जान्छ त भन्दा बिमारीहरू, त्यस्तो मान्छेहरू चाहिँ अझै धेरै बढेर जान्छ जस्तो छ। त्यसको लागि चाहिँ मिसेमन्जी चाहिँ के गर्नु पर्यो भन्दा हेगेल गर्नु पर्यो, समाधान गर्नु पर्यो। अनि आन्जेलाले के भने माझायो हो मिल्यो मिसेमन्जीका सिम हाजिमियन थुकी मोगिना नुन आन छोनिका इरिङ सिधो मिरी खङ्गाङ छोसी मासेयो भनेको छ। अब मिल्यो हो, सही हो, ठिक हो, मिसेमन्जी चाहिँ एकदमै कडा होइन
सिमहेजिमियन भनेको चाहिँ एकदमै कडा रूपमा चाहिँ मिसेमन्जी चाहिँ देखा पर्यो भने विशेष रूपमा चाहिँ केमा समस्या गर्छ भन्दाखेरि मुख घाँटीमा अथवा चाहिँ आँखामा चाहिँ नराम्रो हुने भएकोले खराबी आउने भएको कारणले चाहिँ इरिङ्सीले पनि अगाडि नै आफ्नो स्वास्थ्यमा चाहिँ सावधानी जनाउनुहोस्, सावधानी हुनुहोस् भनेर चाहिँ भन्यो। अनि 1 नम्बरमा मोगी आफुदा घाँटी दुख्ने होइन, मोगी थ आफूजी आन्दोरोग मिसेमन्जिरुल होइन सुगो थानिसेयो भनेर चाहिँ भनेको छ। अब मिसेमन्जी घाँटी चाहिँ अझै चाहिँ नदुख्ने गरी नदुखोस् भनेर चाहिँ नदुख्ने गरी मासुको चाहिँ प्रयोग गरेर हिलडुल गर्नु। नुन आफुदा त्यो पनि मिसेमन्जीले नै होइन, नुनब्यङ्गी सेङ्गिजी आन्दोरोग छोसीमादा भनेको चाहिँ अब घाँटी के भन्छ आँखामा चाहिँ समस्या चाहिँ नहुने गरी चाहिँ सावधानी हुनुहोस् भनेर भन्यो। अनि 2 नम्बरमा वानग्यङ ओयम हुरो सेङ्गिन मुन्जे हेग्याल फाङपबे थे यागी रुल हे फोसेयो खुरिगो यरबुने ख्यङ्गम्दो यागी हे फोसेयो भनेछ। अब के भन्यो, वातावरण प्रदूषणद्वारा चाहिँ होइन के भन्छ उत्पन्न हुने समस्याहरूलाई चाहिँ समाधान गर्ने उपायहरूको बारेमा चाहिँ कुराकानी गर्नुहोस्। अनि तपाईँको आफ्नै अनुभव होइन केहरू पढ्नु भएको छ या आफै भोग्नु भएको छ र गर्नु भएको छ त्यो बारेमा पनि कुराकानी गर्नुहोस्। अब यहाँनिर के भन्यो भने वानगङ ओयमुरो सेङ्गिन मुन्जेजम भनेको चाहिँ वातावरण प्रदूषणद्वारा चाहिँ अब उत्पन्न हुने चाहिँ समस्याहरूको चाहिँ यो बुदाहरू समस्याहरू चाहिँ यो हुन्छ। अनि के हुन्छ अरे भन्दा मिसेमन्जी तेमुने खिचिम खेसो खेयो भनेको चाहिँ मिसेमन्जी अब सानो धुलोको कणहरूको कारणले श्वास फेर्दा पनि चाहिँ अब घाँटीभित्र छिरेर समस्या आइहाल्ने भयो, आँखाभित्र छिरेर आँखामा पनि समस्या आउने भयो। अनि मिसेमन्जीको कारणले चाहिँ खिचिम भनेको चाहिँ खोकी चाहिँ लगातार भइरहनु। अनि मुली केकुथाजी आन्न स फिपुफ्यङ्गी सेङ्गेसयो भनेको चाहिँ पानी चाहिँ अब सफा नभएर चाहिँ के हुन्छ त भन्दाखेरि छालामा चाहिँ रोग चाहिँ लाग्छ, छाला रोग चाहिँ हुने रोग चाहिँ देखा पर्यो। यो अब जस्तै मैले 3-4 दिन अगाडि मात्रै एउटा प्रवचन सुनेको थिएँ। हामी चाहिँ खानेकुरा जस्तो चाउचाउ पकाएर खाँदा चाहिँ अब धाराको डाइरेक्ट पानीले खासै चाउचाउ पकाएर खाइँदैन होइन, फिल्टरको पानीहरू ल्याएर चाहिँ चाउचाउ पकाएर खाने। तर खाना पकाउँदा चाहिँ फेरि धाराकै पानीले होइन त्यो खाना चाहिँ अलिकति लामोसम्म चाहिँ पकाइन्छ भन्ने हिसाबले तपाईँले विचार गर्नुभएको छ कि छैन। अनि जस्तो बाथरुम टोइलेटकै पानीहरू सबै त्यहाँ जोइन भएको पानीले नै पनि स्याउहरू फलफुलहरू चाहिँ धोएर खान्छौँ होइन, तर पिउँदा चाहिँ फिल्टरको पानी पिउँछौँ। अनि पिउँदा फिल्टरको पानी तर डाइरेक्ट अब काँचै खाने चिजहरू फलफुलहरू चाहिँ या त सलादहरू चाहिँ त्यो फोहोर पानीले नै धोएर खाएपछि हामीलाई स्वास्थ्यमा त असर पर्छ नि होइन। त्यो विषयमा पनि हामी सबै चाहिँ सचेत हुनुपर्ने अवस्था हो। अनि नामुगा मानुन खिरुल सान्छ खेफोसेयो खुरिगो मिसेमन्जीगा मानुन नारे मासु खुरुल कोक सुफोसेयो। अब यस्तो के भनेको छ भन्दै मिसेमन्जीले गर्दा खेसोक भइरहेछ। अनि त्यो हुँदाखेरि अब तपाईँले के कुरा गर्नु पर्यो भन्दाखेरि नामुगा मानुन भनेको चाहिँ बोट बिरुवाहरू चाहिँ एकदमै धेरै भएको चाहिँ बाटोहरूमा चाहिँ मर्निङ वाक गर्नुहोस्। अनि चाहिँ मिसेमन्जीका होइन, मिसेमन्जी जहिले तहिले कोरियामा हुँदैन, अब चाहिँ बेला हुनु आँट्यो अहिले, त्यो चाहिँ एकदमै धेरै हुने बेलामा चाहिँ मासुको चाहिँ अनिवार्य रूपमा प्रयोग गर्नुहोस् भनेर चाहिँ भनेछ। अनि के भन्छ यो चाहिँ माथिको समस्याको समाधान गर्ने। अब तलकोलाई चाहिँ के गर्ने भन्दाखेरि पानी चाहिँ दूषित भएर चाहिँ फिबुब्योङ छाला सम्बन्धी रोग चाहिँ चर्मरोग भन्छ फिबुब्योङ भनेको, त्यो चाहिँ देखा पर्नु। अब त्यो गर्ने भन्दा सुयोङ्गुल हान हुए होइन के भन्छ हान हुए नुन केकु थान मुलरो सिसा फोसेयो या त मोग्यो खासेयो भनेको छ। तपाईँ स्विमिङ गर्नु जानुहुन्छ या त समुद्रमा स्विमिङ गर्नु जानुहुन्छ या त सुयोङजाङमा स्विमिङ गर्नुहुन्छ अनि त्यहाँदेखि चाहिँ त्यतिकै ननुहाइकन त्यस्तै कपडा लगाउनु भने यहीँ पानीमै हो सफाइ हुन्छ भनेर चाहिँ सोच्नु भयो भने तपाईँलाई रोग लाग्न सक्छ नि। त्यही भएर चाहिँ त्यस्तोमा स्विमिङ गर्ने पछाडि चाहिँ एकदमै सफा पानीमा चाहिँ त्यो पनि समुद्रमा गएपछि त अझै साबुनहरूले पनि मजाले चाहिँ नुहाउनुहोस् भनेर चाहिँ भन्नु भने हुन्छ। किनभने समुद्रमा म पनि हेउन्देमा पहिले जाँदाखेरि एकदमै धेरै चाहिँ छाला सम्बन्धी छालै एक पत्र गएको थियो क्या।
थानोजाङमा चाहिँ छुङसाङ भनेको चाहिँ लक्षणहरू, फिबुप्योङ भनेको चाहिँ चर्मरोग, छाला सम्बन्धी रोग। अब थुत्कीमा छ यहाँनिर 1 नम्बरमा 여러분이 집에서 많이 생기는 쓰레기는 어떤 종류 입니까? 어떻게 그 쓰레기를 분리배출합니까? भनेछ। तपाईहरुको घरमा चाहिँ एकदमै धेरै चाहिँ कुन खालको फोहोरहरुको चाहिँ कस्तो प्रकारको फोहोरहरु चाहिँ निस्किन्छ हैन, प्रकारहरु छौंडी भनेको। अनि कसरी त्यसलाई चाहिँ के भन्छ व्यवस्थापन गर्नुहुन्छ, छुट्याएर चाहिँ व्यवस्थापन गर्नुहुन्छ भनेछ। छेवालिङ फुन फुनली फेचुल फाङप भनेको चाहिँ अब यो खाना सम्बन्धीहरु त भएन, यो छेवालिङ भनेको चाहिँ अब पुनः चक्रण गर्न मिल्ने, पुनः प्रयोग गर्नेहरुलाई चाहिँ फुनली फेचुल गर्ने। अब यहाँनिर यो के भन्छ छोङइरिउ भनेको चाहिँ अब कागज जन्यहरु हैन। अनि अब छुङी फेङरिउ भनेको चाहिँ यो जुन प्याकिङ हुन्छ त्यो पनि कागज सम्बन्धी नै, त्यो प्याकिङहरु दूधहरु केहरु छोङी कपहरु हुन्छ नि, यता चाहिँ सिनमुनहरु त्यो आफै पढ्नुहोस् हैन। अनि युरी ब्यङरिउ भनेको चाहिँ अब सिसा जन्यहरु, त्यसको प्रकारहरु। अनि खुबसक खेल्लिउ भनेको चाहिँ अब यो खानेकुराहरु, जस्तो यो केनमा चाहिँ के खानेकुराहरु हुन्छ त हैन, केन भित्र माछाहरु हुन्छ, केहरु हुन्छ हैन। अनि केन भित्र अर्को चाहिँ यो क्यान्सर एकदमै धेरै उत्पादन गर्छ है त्यसले, के भन्छ ससेसहरु, त्यस्तोहरु हुन्छ। त्यस्तोहरुलाई कसरी गर्ने यहाँनिर सबै देखाएको छ हैन, फिनिलको प्रकारहरु। अनि सुथिरोफुम भनेको चाहिँ यो जस्तो एसवाई प्यानलहरु भित्र टिभीको खोलहरु बनाउँदाखेरि त्यो फर्म हुन्छ नि, त्यो फर्म हो। प्लास्टिकको चाहिँ प्रकारहरु हैन। खन्जन्जी भनेको चाहिँ अब यो ब्याट्रीहरु हैन। यानगाङदुङ भनेको चाहिँ ट्युबलाइटहरु। अब कसरी गर्ने भनेर यहाँनिर भनेछ, धेरै त्यो उतिर नजाऊ। अब सबैभन्दा सुरुमा चाहिँ 2 मा हुएनसीवा लामिनसीगा इयागी हामीदा छालथुतको छिलमुन्ने थापे पोसेयो भनेछ। अब हुएनसी र लामिनसी दुई जनाले चाहिँ कुराकानी गरेको छ, त्यसलाई चाहिँ राम्रो सुनेर चाहिँ उत्तर दिनुहोस् भनेर चाहिँ भनेछ। अब सुरुमा यो लिसनिङ सुनौं, त्यहाँदेखि उत्तरहरु चाहिँ हेरौं। अलिकति सर्टकट फर्ममा जानु खोजेको, तर म अलिकति धेरै गफ गरिहाल्छु, लामो भइहाल्छ। तर पनि धैर्य गरेर चाहिँ तपाईले हेर्नु भने तपाईहरुलाई पनि फाइदा हुन्छ भन्ने चाहिँ मैले अपेक्षा चाहिँ लिएको छु। 듣기 2. 후엔 씨와 라민 씨가 이야기합니다. 잘 듣고 질문에 답해 보세요. 오늘 수업에 왜 늦었어요? 쓰레기를 버리는데 따로따로 분리해서 버리느라 생각보다 시간이 많이 걸렸어요. 그랬군요. 라민 씨는 쓰레기 분리 배출이 어렵지 않아요? 제 고향에서는 쓰레기를 같이 버리는데 한국은 종이, 플라스틱, 음식물 등을 분리해야 해서 아직도 익숙하지 않아요. 저도 음식물 쓰레기를 버릴 때에는 많이 헷갈려요. 과일씨, 고깃뼈, 딱딱한 껍질, 찻잎 등은 일반 쓰레기라는데 기억하기가 쉽지 않아요. 맞아요. 저는 요즘 플라스틱 제품을 버릴 때 한번 물에 씻어버리고 스티커를 떼어서 버리고 있어요. 좀 귀찮지만 쓰레기도 줄이고 환경 보호도 할 수 있으니까 열심히 하려고요. 맞아요. 요즘 환경오염이 심각해서 저도 분리배출을 더 열심히 하고 일회용품 사용도 줄이고 있어요. 우리가 이렇게 열심히 노력하는 한 환경오염으로 인해 생기는 문제들을 줄일 수 있을 거예요. यो चाहिँ अलिकति महत्त्वपूर्ण जस्तो देखे, त्यही भएर यो चाहिँ अब अलिअलि विस्तारमा पनि जाउँ हैन। हुएनजी केटीले चाहिँ के भन्यो, ओनल सुअबे वे नुजसयो, आजको चाहिँ क्लासमा किन ढिलो गर्यौ भनेर चाहिँ भन्यो। रामिन्सी केटाले चाहिँ के भन्यो, सुरेगी फरिनुन्दे तारो फुन्लिएछ फरिनु र सेंगाक बोदा सिगानी मानी खल्यसयो भनेको छ। अब सुरेगी चाहिँ फालेको फोहोर फालेको अनि अलग अलग छुटाएर चाहिँ फाल्नु भनेको चाहिँ फाल्दा चाहिँ के हुन्छ रे भन्दाखेरि सोचेको भन्दा धेरै समय चाहिँ बित्दो रहेछ भनेर भन्यो। अब केटीले के भन्यो, खुरो गुन्यो त्यसो हो, रामिन्सी फुन्ली सुरेगी फुन्ली फेचुरी अरेब्जी हानायो भनेको चाहिँ रामिन्सीलाई चाहिँ फोहोर चाहिँ त्यसरी चाहिँ छुट्याएर फाल्न चाहिँ गाह्रो हुँदैन भनेर भनेको छ। अनि केटीले नै त्यसैमा थप्यो, छे खोङेछनुन सुरेगिरु खाची फरिनुन्दे हाङ्गुगी छोङी प्लास्टिक उम्सिक तुङी फुन्ली हेयाएछ आचिक्दो इक्सुकाजी
आनायो भनेको छ। मेरो गाउँमा चाहिँ या त मेरो देशमा चाहिँ फोहोर चाहिँ अब सबै एकै ठाउँ फाल्ने हुन्छ होइन, फाल्छ। तर कोरियामा चाहिँ अब यो छोङ्गी भनेको चाहिँ कागजजन्य प्लास्टिक भइहाल्यो, उम्सिक मूल भनेको चाहिँ अब खाद्यान्न होइन, त्यस्तोहरूलाई चाहिँ छुट्याएर चाहिँ फाल्ने कुराले चाहिँ अब गाउँमा एउटै तरिकाले फाल्ने एकै ठाउँ, यहाँ चाहिँ फरक फाल्ने हुँदाखेरि चाहिँ अहिलेसम्म पनि राम्रोसँग चाहिँ बानी परेको छैन भने इक्सु खाँदा बानी परेको छैन। अब केटाले भन्यो छदो उम्सिकमुल सुरेगिरुल फरुल तेनुन मानी हेक्कालियो भने चाहिँ म पनि त्यो उम्सिकमुल खाद्यान्नको त्यो खानेकुराहरूलाई फाल्दा चाहिँ हेक्कालिँदा भनेको चाहिँ ज्यादै झुकिन्छु भन्नु खोजेको। ख्वाइल्सी भनेको चाहिँ अब फलफुलको चाहिँ बीज हुन्छ नि, आँपको कोया, मकैको खोया होइन, त्यस्तै के अरे बियाहरू। अनि खोकी प्य भनेको चाहिँ हड्डी। अनि ताक्ताखान कब्जिल भनेको चाहिँ अब नरिवलको बाहिरको बोक्राहरू, ओखरको बोक्राहरू हुन्छ नि, ताक्ताखाल कब्जिन त्यस्तोहरू। अनि छात इप भनेको चाहिँ अब चियाको पातहरू आदि चाहिँ त्यस्तो खालको इल्बान सुरेगी रानुन्दे खियोक हागी सिब्जी आनायो भनेको। अब त्यस्तोहरू चाहिँ इल्बान सुरेगिरे, तर अब राम्रोसँग चाहिँ कोही बेला याद हुँदैन भनेर चाहिँ भनेको छ। उएनसीले के भन्यो, माझा यो छनुन यो जुन प्लास्टिक छेफुमुल फरिल्ते हानबन मुरे सिस फरिगो भनेको छ। अनि सुथिकरुल त्यस फरिगो इसयो चोम खुच्छान्जीमा सुरेगी छुरीगो वानगङ फो थोहाल्छु होइन, वानगे फोदो हाल्छु सुनिका यल्सिमी हारे गयो भनेको छ। मजा यो मिल्यो। म पनि आजकल चाहिँ प्लास्टिक सामानहरू चाहिँ फाल्दाखेरि चाहिँ एकचोटि चाहिँ धुन्छु भने चाहिँ प्लास्टिकको सामानहरू गर्दाखेरि चाहिँ भित्र तपाईँले कोक खानुभयो, कोकको बोतल चाहिँ एकचोटि भित्र चाहिँ सफा गरेर चाहिँ फाल्ने भन्ने कुरा। प्लास्टिकको सामानहरू या त मासु ल्याउनु भयो प्लास्टिकमा, अब त्यो मासुको प्लास्टिक त्यतिकै फाल्ने भन्दाखेरि भित्र एकचोटि पखाल्ने अनि मात्रै फाल्ने भन्नु खोजेको। प्लास्टिक त्यसरी गर्छु होइन। अनि स्टिकर चाहिँ उकाउँछु होइन, त्यो दा सुतिकरुल त्यो दा भनेको चाहिँ स्टिकर चाहिँ उकाएर फाल्छु। अनि अलिकति खुन्छान जीवान भनेको चाहिँ अलिकति गाह्रो अप्ठ्यारो झिझो लागे तापनि चाहिँ के भन्छ भन्दा फोहोर चाहिँ घटाउनु सकेर चाहिँ वानग्याङ फो भनेको चाहिँ वानग्याङ फोदो भने चाहिँ वातावरण संरक्षण पनि गर्न सकिने हुँदाखेरि उयल्छमी हार गयो भनेको चाहिँ एकदम मेहनत साथ चाहिँ गर्छु भनेर भन्यो। अनि केटाले पनि भन्यो माझा यो। अब यिनीहरू दुइटै विदेशीहरू कोरियामा आएर चाहिँ सिकेको कुरा, अब हामीले पनि सिक्नु पर्यो। माझा मिल्यो। यो जुन वानग्याङ ओयमी सिङ्गा केस छदो फुन्ली फेचुली थ यल्सिमी हागो इल्वेयुङफुम सायोङदो छुरीको इस्सयो भने चाहिँ हो। आजकल चाहिँ वातावरण समस्या चाहिँ एकदमै जटिल भएको कारणले गर्दा म पनि छुट्याएर सङ्कलन गर्ने चाहिँ एकदमै मेहनत साथ गर्दै चाहिँ इल्वेयुङफुम भनेको चाहिँ अब यस्तो एकपटक प्रयोग गर्नेहरू क्यानहरू बोतलहरू त्यस्तोहरू चाहिँ कम मात्रै या त घटाउँदैछु। उरिगा इरक्के यल्सिमी नोरक हानुन हान भनेको चाहिँ हामीले चाहिँ यसरी चाहिँ एकदमै मेहनतसँग अभ्यास गर्यो भने या त प्रयास गर्यो भने चाहिँ वानग्याङ ओयमुरो भनेको चाहिँ वातावरण प्रदूषणद्वारा चाहिँ इन्हे सेङ्गिनुन भनेको वातावरण प्रदूषणको कारणले चाहिँ उत्पन्न हुने समस्याहरूलाई चाहिँ घटाउन सकिन्छ भनेर चाहिँ भनेको छ। अब यहाँनिर के भन्यो भने यहाँनिर के भनेको छ भने रामिन्सी नु वेन नुजुस सुम्निक्का भनेछ। के भन्छ रामिन्सी चाहिँ किन ढिलो भयो होइन, केटीले चाहिँ किन ढिलो आइस भनेर भन्छ। अब केटाले चाहिँ के भन्यो भन्दाखेरि फुन्ली सुगर रुल हानुरागो नुजसयो भनेको चाहिँ छ। अब फुन्ली सुगर होइन छुट्याएर सङ्कलन गरेर छुट्याएर फाल्दा चाहिँ ढिलो भयो भन्छ नि। अब अरू ठाउँ नेपालमा इन्डियामा चाहिँ एकै ठाउँ फाल्दा टक्क फोहोर फाली आइहाल्यो, तर उसले घरबाट फोहोर चाहिँ ल्याएर आयो। यता फुन्ली सुगल हाममा चाहिँ अब छुट्याएर खानेकुरा एक ठाउँ बोतल एक ठाउँ सबै फाल्दा चाहिँ ढिलो भयो भनेर चाहिँ भन्यो। अनि 2 नम्बरमा वेन सिए खोयाङ एसन सुरेगिरुल अतके फरुम निक्का भने चाहिँ कसरी गर्छ भन्दाखेरि सुरेगिरुल खाची फरयो फरिम निदा भन्दा हुन्छ होइन, सँगै एकसाथ चाहिँ ऊ गर्छ होइन, खाची फरिम निदा। अनि 3 नम्बरमा थुरुन नेयङ्ग खाथुम्यन तोङ्कुरामी थालुमन चाहिँ एकसासेयो भनेको छ। अब सुनेको विषयवस्तु चाहिँ के भन्छ मिल्यो भने चाहिँ गोलो लाउने, मिलेन भने चाहिँ कट्टी लाउने। अनि 1 नम्बरमा भने चाहिँ वेन सिनुन सुरेगी फुन्री फेचुरे इक्सुक हेजत्ता भनेको छ। अब इक्सुक भएको छ त वेन्सी भन्दाखेरि के भएको छ भन्दाखेरि वेन चाहिँ केटा हो कि केटी हो भन्दाखेरि
हुएन चाहिँ केटी हो नि त म पनि खासै इच्छुक भएको छुइनँ भनेर नै भनेको छ नि त होइन यो एक्सै हुन्छ अनि लामिन सिनुन उम्सिक मूल सुरेगी फरिनुन गत सुब्दा भनेको चाहिँ सुब्दा लामिन सीलाई चाहिँ यो खानेकुराको फोहोरहरू चाहिँ फाल्न सजिलो छ भने चाहिँ नि झन् उसलाई गाह्रो भइरहेछ होइन यो इल्मान सुरेगीहरू चाहिँ अब जहिले चाहिँ हेत्का लिँदा भनेको छ नि त झुकिन्छु अब यो बोक्राहरू खानेकुराहरू होइन त्यस्तोहरू चाहिँ झन् झुकिन्छु भनेर भनेछ अनि 3 नम्बरमा केटी चाहिँ हुएन सिनुन प्लास्टिक सुरेगिरुल फरिल्ते हानबन सिन्नुन्दा भनेछ त्यसले केटा मान्छेलाई पनि सिकाएको छ होइन म चाहिँ के गर्छु भन्दा प्लास्टिकको चाहिँ फोहोरहरू चाहिँ फाल्दाखेरि एकपटक चाहिँ पानीले सफा गरी धुन्छु अनि मात्रै फाल्छु भनेछ यो मात्रै मिल्यो अर्को दुईटा कट्टी अनि थाहा नजाङ शब्दमा चाहिँ हेत्का लिँदा भने चाहिँ यो झुकिन्नु सी भनेको चाहिँ बियाहरू बिउहरू कब्जिल बोक्रा अनि छातिप भनेको चियाको पातहरू होइन अनि सुथिकर भनेको स्टिकरहरू नै भइहाल्यो अब यो गद बज भनेको चाहिँ यो अहिले पनि त धेरैजना कोरियामा आउनेहरू चाहिँ अब गबाट चाहिँ होइन ठाउँको नामहरू हुन्छ नि जस्तो गुमी लेखेको हुन्छ नि त्यो खुमी हो क्या हामीले कोरियनहरूले खुमी भन्छ नि हामीले पनि कोरियन जस्तो खुमी नै भन्नुपर्छ यो गादा भनेर पढ्ने धेरै साथीहरू हुनुहुन्छ होइन खादा भनेर त्यो सफ्ट साउन्ड हो नि त ग सबभन्दा सुरुमा आयो भने ख हुन्छ द अगाडि आयो भने थ हुन्छ ब अगाडि आयो भने फ हुन्छ होइन ज अगाडि आयो भने छ हुन्छ अनि माथि ह आयो भने चाहिँ यस्तोको उच्चारण हुन्छ जस्तो छल्याक खादा भनेको चाहिँ अब कम गरेर चाहिँ प्रयोग गर्नुलाई चाहिँ छर्याक खादा भनेर चाहिँ उच्चारण हुन्छ सिम्गा खेयोलाई चाहिँ सिम्गा खेयो भनेर चाहिँ पढिन्छ होइन छचु खादा भनेको चाहिँ डिपोजिट गर्नु होला त्यसलाई छचु खादा भनेर चाहिँ उच्चारण गरिन्छ अब योहरू सबै छिटो छिटो नै जाउँ इग्गीमा जाउँ अब 1 नम्बरमा थाउम फ्योनुल फोगो सरो ख्वान्गे इन्नुन थानरुल छाजा सफोसेयो भने चाहिँ यो तलको अभिव्यक्तिहरू हेरेर यो अभिव्यक्ति हेरेर चाहिँ होइन सरो एक आपसमा चाहिँ सम्बन्ध राख्ने थान भनेको चाहिँ शब्दलाई चाहिँ खोजेर चाहिँ लेख्नु पर्यो होइन यहाँनिर छिगु ओनानुवा भनेको चाहिँ ग्लोबल वार्मिङ होइन पृथ्वीको चाहिँ ताप चाहिँ बढेर जानु अनि फोकु भनेको चाहिँ म चाहिँ कसरी गर्थेँ भन्दा फोकु ऊ भनेको उसान हो क्या छाता होइन छाता चाहिँ चाहियो होइन फोक भनेको चाहिँ एकदमै ज्यादा पानी पर्नु एकदमै धेरै छाता चाहियो भनेको चाहिँ एकदमै धेरै वर्षा आउनु भन्ने हुन्छ फोक्सल भनेको चाहिँ अब एकदमै धेरै हिउँ पर्नु खामोम भनेको चाहिँ खडेरी छाङमा भनेको चाहिँ के हो त भन्दा बर्सात त्यसको ट्याक्कै विपरीत चाहिँ खामोम खडेरी अनि इसाङ खिउ भनेको चाहिँ मौसम चाहिँ खराबी हुनु बिग्रिनु समस्या आउनु 1 नम्बरमा हेरौँ छिगुए ओन्दोगा नोफाजीको इस्सयो भनेको चाहिँ पृथ्वीको चाहिँ ओन्दो भनेको चाहिँ टेम्परेचर चाहिँ एकदमै बढेर जानु त्यसलाई चाहिँ के भन्छ भन्दाखेरि छिगु ओन्नानुवा भन्छ होइन अनि खिउनिना खाङसुर्याङी छङसाङ छकिजी आनायो भनेको छ खिउन भनेको त यो के भन्छ तापक्रम होइन तापक्रम अनि अर्को चाहिँ खाङसुर्याङ भनेको चाहिँ पानीको मात्रा चाहिँ ठिकसँग चाहिँ नहुनु अब यसलाई के भन्छ पानीको मात्रालाई चाहिँ ठिकसँग नहुनु भनेको चाहिँ यो इसाङखियु वातावरण चाहिँ प्रदूषण के भन्छ समस्या हुनु बिग्रिनु भन्ने हुन्छ त्यो वातावरण या त मौसम चाहिँ बिग्रिनु अनि ओरे तोङान फिगा ओजी आना मुरी फुचो खेयो भनेछ लामो समयसँग पानी नपरेर चाहिँ पानीको मात्रा चाहिँ एकदमै घट्नु त्यसलाई चाहिँ के भन्छ खडेरी होइन खामोम अनि खाप्चागी फिगा आजु से छागे वा यो एकदमै धेरै चाहिँ पानी चाहिँ आउनु अचानकमा त्यसलाई चाहिँ के भन्छ भन्दाखेरि फोकु भनेको चाहिँ एकदमै ज्यादा पानी पर्नु अनि हान्क भने नुनी आजु मानि नेर्यो भनेको एकपटकमा चाहिँ हिउँ एकदमै धेरै पर्नु फोक्सल होइन हिउँ एकदमै धेरै पर्नु यो एकदमै महत्त्वपूर्ण छ है यो एकदमै महत्त्वपूर्ण छ अनि यहाँ 2 नम्बरमा जाऊ खिसा छेमोगुल फोगो मोसे थ्यान यागिन्जी यागिए फोसेयो भने चाहिँ यो पत्रिकाको चाहिँ शीर्षकहरू हेरेर होइन भित्रको त्यो गुलहरू त अब यहाँ देखाएको छैन तर छेमुक होइन शीर्षकहरू हेरेर के को बारेमा कुरा गरेको हो कुराकानी गर्नुहोस् तपाईँले क्लासहरूमा आफ्नो साथीसँग खिउ भनेको चाहिँ अब वातावरण होइन मौसम होइन मौसममा चाहिँ परिवर्तन गरेर मोमसान आनुन छिगु भनेको चाहिँ वातावरणमा चाहिँ के भयो होइन मौसममा चाहिँ परिवर्तन आयो मौसममा परिवर्तन आउँदाखेरि मान्छेमा मात्रै समस्या हुने रहेनछ होइन पृथ्वीको पनि मोमसाल भनेको चाहिँ अब शरीर चाहिँ
आल्दा भनेको चाहिँ दुख्ने कसको शरीर दुख्छ रे भन्दा पृथ्वीमा पनि समस्या आयो हैन हिम मौम्यन खुकबुक खाल्छु इच्छयो भने चाहिँ हामी सबैले चाहिँ प्रयास गर्यो भने चाहिँ त्यसलाई चाहिँ जित्न सकिन्छ जस्तो ग्लोबल वार्मिङलाई चाहिँ कम गर्नको लागि अघि नै मैले भने इलोन मस्कले चाहिँ के गरिरहेछ भन्दाखेरि वैकल्पिक इनर्जीमा चाहिँ एकदमै धेरै ध्यान दिनु पेट्रोलियम गाडीहरूलाई चाहिँ घटाएर अहिले पनि कोरियामा तपाईहरुले देख्दै हुनुहुन्छ अहिले जति पनि नयाँ बसहरू आउँछ पुरानो त छ पेट्रोलको डिजेलको तर अहिले नयाँ बसहरू चाहिँ के सबै इलेक्ट्रिक आइराछ नि हैन हो त्यही भन्नु खोजेको अनि अर्को चाहिँ सद्गुरुले चाहिँ माटोलाई चाहिँ एकदमै धेरै बचाउनु भनेर अभियानै सेफ सोइल भनेर चाहिँ चलाइराखेको छ त्यसैले चाहिँ यो मौसममा चाहिँ परिवर्तन भएर चाहिँ अब यो पृथ्वीमा चाहिँ अब दुखिरहेको छ पृथ्वीमा चाहिँ समस्या आइरहेछ सबैजनाले प्रयोग के भन्छ सबैजनाले आफ्नो शक्ति चाहिँ प्रयोग गर्यो भने मेहनत गर्यो भने यसलाई चाहिँ जित्न सकिन्छ अनि ओन्नानवारो नामगुक फुगुके अल्रुम नोगुन सोक्दो युगपेगा पाल्ला भनेको छ अहिले चाहिँ यो के भन्छ ओन्नानवा ग्लोबल वार्मिङले गर्दा चाहिँ दक्षिणी ध्रुव अनि फुगुक वे भनेको चाहिँ उत्तरी ध्रुव हैन उत्तरी ध्रुव र दक्षिणी ध्रुवको चाहिँ के हुन्छ अब एन्टार्क्टिका र माथि आइसल्यान्डमा ग्रिनल्यान्डमा चाहिँ के छ त भन्दा अल्लुम नर्थ पोल र चाहिँ साउथ पोलमा चाहिँ के भन्छ पृथ्वी यस्तो गोलो छ त्यो गोलो पृथ्वीमा चाहिँ के छ भन्दाखेरि माथि पनि धेरै हिउँ छ तल अन्टार्क्टिकामा पनि धेरै हिउँ छ त्यो हिउँहरू पनि पग्लिनु थाल्यो रे हैन पग्लिने चाहिँ पहिलेको भन्दा कति छिटो भन्दाखेरि 6 गुणा छिटो रफ्तारमा चाहिँ हिउँहरू पग्लिरहेको छ रे अनि छिनान ख्यौल यगदे खाजाङ तुक व भनेको चाहिँ अब बितेको गएको चाहिँ ख्यौल भनेको चाहिँ जाडो महिना गएको जाडो महिनामा चाहिँ अहिलेसम्मकै सबैभन्दा गर्मी भयो रे फेरि तातो गर्मी त होइन तर पनि पहिलेको भन्दाखेरि चाहिँ अलिकति न्यानो भयो भन्ने खोजेको अनि सिलगाम नानुन छिगु ओन्नान वा भनेको चाहिँ छ यो त सिलगाम नाता भनेको चाहिँ तथ्य यथार्थमा तथ्य फरक चाहिँ के भन्छ अब पहिलेको भन्दा चाहिँ के हो त भन्दाखेरि ग्लोबल वार्मिङ चाहिँ बढिरहेछ अब त्यो ग्लोबल वार्मिङ बढेको चाहिँ कसरी थाहा पाउने हैन वास्तविक रूपमै महसुस चाहिँ ग्लोबल वार्मिङ चाहिँ कसरी भइरहेछ भन्ने थाहा पाउने भनेको गत वर्षको चाहिँ ख्यौल जाडो महिना चाहिँ अहिलेसम्मकै चाहिँ तातो थियो जाडो महिनामै गर्मी भएपछि त के हो त भन्दा ग्लोबल वार्मिङ चाहिँ अब महसुस गर्न सक्यो नि सिलगाम नानुन भनेको सिलगाम नादा भनेको यथार्थपरक सत्य रूपमा हैन छिगुरुल बुया नोरक भनेको पृथ्वीको लागि चाहिँ प्रयास के गर्ने भने थम्बुलर सायोङ भनेको चाहिँ आफ्नै टुम्लेट चाहिँ प्रयोग गर्ने हैन सुथादुरी क्याम्पिङ भनेको चाहिँ स्टारहरूले चाहिँ क्याम्पिङ गर्यो अब फोर चाहिँ के हुन्छ आफ्नै टुम्लेटहरू बोकेर आफ्नै कपहरू बोकेर चाहिँ कहाँ कफी सपहरूमा गयो भने कफी सपबाट चाहिँ जुन प्लास्टिकको कपहरू हुन्छ या त कागजको कपहरू हुन्छ त्योबाट पनि फोर हुन्छ हैन खाने पानी पनि हामीले कम्पनीहरूमा काम गर्ने छोङ्गी कप प्रयोग गर्यो फाल्यो छोङ्गी कप प्रयोग गर्यो फाल्यो त्योभन्दा आफ्नै टुम्लेटहरू चाहिँ त्यसरी बोकेर चाहिँ पानीहरूको खाने बानी गर्यो भने चाहिँ के हो भन्दा छोङ्गी कपको चाहिँ माग पनि कम हुन्छ अनि फोर पनि कम हुन्छ त्यही भन्नु खोजेको अनि ओन्नानवा भनेको चाहिँ अब ग्लोबल वार्मिङ हैन त्यसले चाहिँ के हो भने सेरोन एनर्जी खेबाले सिनोथाङ भनेको चाहिँ अब नयाँ खालको चाहिँ एनर्जीको चाहिँ विकास गर्नको लागि चाहिँ सिनोथाङ भनेको चाहिँ अब सावधानी चाहिँ जनै अलर्ट गर्यो क्या ओन्नानवा एकदमै धेरै बढ्यो अब त्यो बढेपछि चाहिँ केले गर्दा बढ्छ भन्दाखेरि चाहिँ कोइलाको प्रयोग गरियो भने हैन यो खनिज कोइलाहरूको प्रयोग ज्यादा भयो भने त्योबाट हिटहरू आउँछ के भन्छ धुवाहरू आउँछ अर्को चाहिँ पेट्रोलियम पदार्थहरूबाट चाहिँ सबै खालको प्रदूषण हुन्छ त्यही भएर चाहिँ यो पृथ्वीको चाहिँ ग्लोबल वार्मिङ भइरहेको छ यसको लागि चाहिँ यसलाई कम गर्नको लागि चाहिँ के गर्नु पर्यो भने वैकल्पिक ऊर्जाहरू जस्तो हावाबाट चाहिँ एनर्जी निकाल्ने अनि अर्को चाहिँ इलेक्ट्रिक एनर्जीहरूबाट चाहिँ प्रयोग हुने गाडीहरू हो त्यसको लागि सिनोथाङ भनेको चाहिँ एकदमै अलर्ट हुनुपर्ने अवस्था आयो भन्नु खोजेको अनि इसाङख्यु र अरे उमे मानि सेङ्गीको इजिमान हामके नोर खाम्यान यज्ञ नेल्सु इच्छयो भनेछ अब यो सबै समस्याहरूलाई चाहिँ के गरेर चाहिँ समाधान गर्न सकिन्छ अरे भने इसाङख्यु भनेको चाहिँ मौसममा जलवायुमा चाहिँ परिवर्तनको कारणले चाहिँ कठिनाइहरू चाहिँ एकदमै धेरै हैन अप्ठ्याराहरू चाहिँ एकदमै धेरै चाहिँ देखा परिरहेको छ त्यही पनि सबैजना हैन सँगै चाहिँ प्रयास गर्यो भने चाहिँ यसलाई चाहिँ इगिदा भनेको चाहिँ जित्न चाहिँ सकिन्छ भनेर चाहिँ भनेछ अब 3 नम्बरमा जाउँ
थामुन छिगु उन्ननवाए थ्यान कुलिम्निदा भनेछ यो तलको चाहिँ ग्लोबल वार्मिङको बारेमा चाहिँ त्यसको बारेमा चाहिँ लेखिएको यो गुल हो अनि राम्रोसँग पढेर चाहिँ उत्तर दिनुहोस् भनेको छ अनि छिगु रुल छिकिम्निदा भनेछ अब यो पृथ्वीलाई चाहिँ जोगाउँ भन्नु खोजेको हैन पृथ्वीलाई जोगाउँ क्याम्पेनमा चाहिँ अघिदेखि मैले भनिरहेको छु सद्गुरु इलोन मस्कहरू चाहिँ एकदमै धेरै लागि परेको र उहाँहरूको क्याम्पेनमा चाहिँ हामी पनि सहभागी हुने हाङ्गुगुन साखेजल तुरथान नारायदा भनेको छ यो 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 चाहिँ जहिले पनि दिइबस्छ है यो पनि एकदमै इम्पोर्टेन्ट छ तपाईँलाई रिडिङमा दिन सक्छ हैन खुसुल सिएममा पनि दिन सक्छ या त पढेर उत्तर लेख्नेमा पनि दिन सक्छ लेभल 5 मा पनि 4 मा पनि हैन त्यही भएर एकदमै महत्त्वपूर्ण छ राम्ररी अध्ययन गर्नु होला कोरिया चाहिँ साखेजल भनेको चाहिँ अब कोरियामा चाहिँ 4 वटा ऋतुहरू चाहिँ तुर्यथान भनेको चाहिँ स्पष्ट रूपमा चाहिँ छुट्याइएको देश हो भनेको चाहिँ स्प्रिङ फोम यरुम खाउल ख्यौल हैन त्यो 4 वटा चाहिँ के हुन्छ भन्दाखेरि स्पष्ट रूपमा चाहिँ देखिने चाहिँ छुट्याइने चाहिँ नारा हो अझ नेपालमा त 6 वटा हो नि त वसन्त ऋतु हैन वसन्त चैत वैशाख वसन्तमा फुल्छन् फुलै फुल जेठ असार ग्रीष्म ऋतु रुन्छन् काका कुल साउन भदौ वर्ष ऋतु पानी झमझम असोज कार्तिक शरदतिर दसैँ तिहार रमझम मङ्सिर पुष हेमन्तले अन्न थल्का हुन्छ माघ फागुन शिशिरले धरती नङ्ग्या हुन्छ भन्ने 6 वटा यो चाहिँ हामीले क्लास 2 पढ्दाखेरि चाहिँ हामीले नेपालीमा चाहिँ पढेको है यो हैन हाजिमान इसिपिल सेगिए हैन इसिपिल सेगिए थुर नालसिगा फ्यानवा हाम्यन्छ फोमगुवा खाउरे खिरिनुन चाल्बजिगो यरुमगुवा ख्यौरे खिरिनुन छनबोदा वल्सिन खिरजिगो इत्ता भनेछ अब 4 वटा ऋतु त्यो पनि 3 महिनाको सिस्टम छ कोरियामा हैन तर त्यस्तै भए पनि यो 21औं शताब्दीमा आएदेखि चाहिँ मौसममा चाहिँ परिवर्तन हुँदै चाहिँ के भयो भन्दा फोम र खाउल अब यो तपाईलाई सोध्न सक्छ है फोम र खाउल भनेको चाहिँ वसन्त ऋतु र चाहिँ शरद ऋतु चाहिँ के भन्छ खिरिनुन भनेको चाहिँ त्यसको लेन्थ लम्बाइ चाहिँ के भन्दा चाल्बजीको भनेको चाहिँ घटिरहेछ यरुम पनि के भन्छ फोम भनेको वसन्त ऋतुको र शरद ऋतुको चाहिँ यो जुन लम्बाइ 3 महिनाको अवधि चाहिँ घटिरहेछ हैन अनि गर्मी र चाहिँ जाडो चाहिँ एकदमै धेरै पहिलेको भन्दा चाहिँ एकदमै धेरै चाहिँ बढिरहेको छ त्यो चाहिँ के हो त भन्दा ग्लोबल वार्मिङ हो हैन ग्लोबल वार्मिङको इफेक्ट चाहिँ के हो त भन्दाखेरि फोम र खाउल चाहिँ बढेको हो त होइन फोम र खाउल चाहिँ घटेर जाडो र गर्मी चाहिँ एकदमै धेरै बढेको छ अनि ख्वागजाधुरी इरोहान इयुगा छिगो ननवाए इद्दागो हान्दा भनेको छ अब ख्वाग जादुल भनेको चाहिँ वैज्ञानिकहरू चाहिँ यस्तो खालको कारण चाहिँ के हो यो कारण चाहिँ के हो भन्दाखेरि ग्लोबल वार्मिङ हो भनेर चाहिँ भनिरहेको छ अनि छिगो ननवानुन छिगुए खियोनी साङसुङ हानुन यनसाङु र मालान्दा भनेको छ अब छिगु ननवा भनेको चाहिँ के हो रे भन्दाखेरि छिगुको भनेको चाहिँ पृथ्वीको चाहिँ तापक्रम चाहिँ साङसुङ हानुन भनेको चाहिँ वृद्धि हुने चाहिँ यनसाङ भनेको चाहिँ वास्तविक स्थिति या त अहिलेको स्थितिलाई चाहिँ भनेर चाहिँ भनिन्छ अरे इरोहान छिगु ओन्नानवा यनसाङ उरो इसाङ खिउनुन सेगे कोतको तेस नाथा नागो इत्ता भनेको छ अब यस्तो खालको चाहिँ हैन यस्तो खालको चाहिँ ग्लोबल वार्मिङको अहिलेको अवस्थाले चाहिँ हैन इसाङ खिउ भनेको चाहिँ जलवायुमा चाहिँ परिवर्तन मौसममा चाहिँ धेरै खराबीहरू परिवर्तनहरू या त इसाङ भनेको बिग्रेको चाहिँ हैन संसारभरिको ठाउँ-ठाउँमा चाहिँ देखा परिरहेको छ अरे म्यत्नन छन् युरोपे यर नारावा मिगुकेस यरुम खियोनी छेगो हैन 80 डिग्री सेल्सियस हैन 82 भन्ने यसलाई चाहिँ 82 काजी ओरुगो फोकुगा नेर सुसिपमान म्योङी इजेमिनी फाल्सिङ आयत्ता भनेछ केही वर्ष अगाडि चाहिँ हामी पनि कोरियामै हुँदा युरोपमा चाहिँ पोर्चुगलतिर पनि मान्छेहरू गर्मीको कारणले चाहिँ मरेको थियो युरोप जहिले तहिले जाडो ठाउँमा पनि एकदमै धेरै त्यही भनेको छ म्यन छने भनेको केही वर्ष अगाडि युरोपको चाहिँ धेरैवटा देशहरूमा केही देशहरूमा अनि अर्को चाहिँ मिगुकेस भनेको चाहिँ अमेरिकामा चाहिँ युरोपमा चाहिँ खियोनी भनेको चाहिँ तापक्रम अधिकतम चाहिँ 50 डिग्री सेल्सियस यो चाहिँ अरबतिर मात्रै हुने टेम्परेचर चाहिँ अरब र चाहिँ युरोपमा पनि के भन्छ अमेरिका र चाहिँ युरोपमा पनि भएर चाहिँ फोकुगा भनेको चाहिँ भारी वर्षा चाहिँ भएर चाहिँ सुसिपमान भनेको चाहिँ हजारौं करोडौं मान्छेहरू चाहिँ लाखौं मान्छेहरू चाहिँ के भन्छ इजेमिनी भनेको चाहिँ प्राकृतिक प्रकोप चाहिँ भयो हैन
प्रकृतिले चाहिँ के भन्छ के पार्यो भन्दा विपत्ति हैन पीडित बनायो इजेमिन भनेको चाहिँ विपत्ति चाहिँ उत्पन्न भयो जस्तो पानी धेरै पर्यो भने बंगलादेशतिर भियतनामतिर अस्ति सबैतिर नेपालमा पनि समस्या आउँछ नि त नेपालमा पनि अस्तिको गएको वर्षमा त एकदमै धेरै क्षति गर्यो गएको वर्ष भन्दा यो वर्ष अहिलेसम्म चैतै हो हैन तोहान युरोप इल्बु खुगाएसनुन ख्यौरे फोक्सल ग्वा हानफारो खियोनी यङहा सामसिप्तोकाजी नेर खाम्यो खासुम्यो खदेहान सुफुल इरुनुन आमेजोनुन खामोमी छाजावा मुल्कोगीगा तेचुगुमुर थाङागीको गिदो हेत्ता भनेछ यो त झन् एकदमै जटिल फेरि अर्को चाहिँ युरोपको चाहिँ अब गर्मीले गर्दाखेरि चाहिँ 50 डिग्री सेल्सियस भएर मान्छे पनि मरेको हैन अनि एकदमै धेरै पानी परेर धेरै प्रकृतिबाट चाहिँ विपत्ति पनि भोग्नु परेको हैन फेरि अर्को चाहिँ युरोपमै चाहिँ के भने युल्बका इल्बु भनेको चाहिँ केही देशहरुमा चाहिँ के भर्यो भने गर्मीको जाडोको महिनामा चाहिँ फोक्सल भनेको चाहिँ एकदमै धेरै हिउँ पर्ने अथवा चाहिँ हानफा भनेको चाहिँ एकदमै जाडो फोक्सल धेरै हिउँ परेर नै हानफा हुने हो जाडो चाहिँ टेम्परेचर चाहिँ कति यङहा भनेको चाहिँ -30 डिग्री सेल्सियस सम्म चाहिँ झरेर चाहिँ झर्यो रे हैन युरोपमै गर्मीमा चाहिँ 50 डिग्री सेल्सियस पुग्यो जाडोमा चाहिँ -30 डिग्री सेल्सियस सम्म चाहिँ पुग्यो अनि खदेहान भनेको चाहिँ एकदमै विशाल चाहिँ सुफ जंगल हैन एकदमै विशाल जंगल भएको इरुदा भनेको चाहिँ एकदमै ठुलो विशाल जंगल भएको चाहिँ अमेजन जंगल भनेको चाहिँ ब्राजिलमा छ हैन धेरै ब्राजिलमा चाहिँ खामोम भनेको चाहिँ ब्राजिलमा चाहिँ अब रेन फरेस्ट छ त्यहाँ पनि खामोम भनेको चाहिँ खडेरी चाहिँ भएर चाहिँ के भन्छ मुल्गोगीका अब पानी नै नपरेपछि खडेरी हुन्छ अनि त्यही भएपछि चाहिँ के हुन्छ पानीमा हुने चाहिँ जीव जनावरहरू प्राय चाहिँ माछा हैन चाहिँ तेचुकुम थाङागिदो हान्दा भनेको चाहिँ सामूहिक रूपमा चाहिँ एकदमै धेरै पनि मर्यो रे अनि छन्मुनगा धोरी इवा खातुन इसाङ खिउगा मोदु वानग्याङ ओयमी यङयाङ तेमुनेरागो हैन इबुल मोन्दा भनेको छ छन्मुनगा विशेषज्ञहरू चाहिँ ख्वागजा भनेको चाहिँ वैज्ञानिकहरू अब यो छन्मुनगा भने चाहिँ कुनै पनि विषयमा चाहिँ विशेषज्ञहरू त्यो वैज्ञानिकहरू पनि हुन सक्छ डाक्टरहरू पनि हुन सक्छ जे पनि हैन यो जस्तै चाहिँ यो मौसम जलवायुमा चाहिँ अब परिवर्तन हुने हैन जलवायु इसाङ भनेको चाहिँ बिग्रिने बिग्रेको जलवायु चाहिँ सबै चाहिँ के भन्छ वाङग्याङ सबै कारण चाहिँ के हो त भन्दाखेरि वानग्याङ ओयम भने चाहिँ वातावरण प्रदूषणको चाहिँ प्रभाव हैन यङयाङ भनेको चाहिँ प्रभावको कारणले हो भनेर चाहिँ इबुल मोन्दा भनेको चाहिँ एकमुख भयो भनेको सबैको सामूहिक भनाइ चाहिँ के हो भन्दाखेरि वातावरण प्रदूषणले गर्दा चाहिँ यो सबै ग्लोबल वार्मिङ पनि भयो पानी धेरै पर्ने पनि मौसममा सबै खालको खराबी चाहिँ केले गर्दा आयो भन्दाखेरि वातावरण प्रदूषणले गर्दा अनि इरके वानग्याङ ओयमी थौ सिमगा खेजिगो छिगुए ओन्नान वागा खेसोक थेम्यन थ इसाङ इन्लुगा सेन्जोङ हाल्सु अफसुल गतिरागो ख्यङ्गो हान्दा भनेछ अहिले इलोन मस्कले चाहिँ पृथ्वीमा भएको यो मानव जीवनै अस्तित्वमा चाहिँ नरहला भनेर चाहिँ यो संकटबाट चाहिँ बच्नको लागि चाहिँ मंगल ग्रहमा चाहिँ मान्छेहरूलाई चाहिँ स्थानान्तरण गर्ने भन्ने छ पृथ्वीको सबै मान्छेलाई लाने हो त सम्भवै छैन तर केही मान्छेलाई हैन मान्छे चाहिँ अहिलेसम्म पनि खोज छ पृथ्वीभन्दा अन्यत्रै पनि पाउँछ कि भनेर तर अहिलेसम्म केही पनि अत्तो छैन हैन तर पृथ्वी यो मान्छे जस्तो यो दुनियाँको चाहिँ यस्तो सर्वश्रेष्ठ प्राणी नै रहेन भने त फेरि जनावरहरू मात्रै रहेको पृथ्वीलाई चाहिँ कसरी तपाईले सोच्नुहुन्छ एकचोटि कल्पना गर्नुहोस् त मान्छे नै छैन यहाँ जनावर मात्रै थियो भने के हुन्थ्यो होला पृथ्वी कस्तो अवस्थामा हुन्थ्यो होला हैन र यस्तो चेतनशील मान्छेलाई चाहिँ अब योबाट चाहिँ मान्छेको जीवन नै अस्तित्वमा नरहला भनेर चाहिँ अन्त्यतिर लानु खोजेको फेरि यो कारण चाहिँ सब के हो त भन्दाखेरि मान्छेले नै प्रदूषण गरेर हैन अब यसरी चाहिँ वातावरण प्रदूषण चाहिँ अझै धेरै चाहिँ कडा साथ चाहिँ भयो भने हैन अझै जटिल भएर गयो भने पृथ्वीको चाहिँ ग्लोबल वार्मिङ चाहिँ लगातार हुन्छ हैन त्यही लगातार भयो भने अझै के हुन्छ भन्दाखेरि यो इसाङ के भन्छ थ इसाङ हैन खेसोक थेमेन लगातार यसरी चाहिँ ग्लोबल वार्मिङ चाहिँ बढेकै गऱ्यो भने अझ धेरै मानवीय चाहिँ जीवन बाँच्न सेङ्जोन भनेको चाहिँ मानव जीवन बाँच्नको लागि चाहिँ इन्ल्यु भनेको चाहिँ मानव
को चाहिँ जीवन चाहिँ लगातार चाहिँ हुन सक्दैन भनेको चाहिँ मानव चाहिँ अब अस्तित्वमा रहन सक्दैन, बाँच्न नसकिने गरेर पनि ख्यङ्गो सावधानी पनि जनाएको छ अरे। अनि छेगुन हाङ्गुक छङ्बुवा खिअप एसनुन सक्युवा सक्थानुल थेसिनहाल थेछे एनर्जीहरू खेबाले हिमसुगो इत्ता भनेको छ। अहिले कोरियामा चाहिँ के गरेको छ अरे भन्दा केन्द्रीय सरकार अथवा चाहिँ कम्पनीहरूले चाहिँ के गरिरहेछ भने यो पेट्रोलियम होइन तेलजन्य पदार्थ अथवा चाहिँ यो कोइला जन्य पदार्थहरू होइन कोइला अथवा चाहिँ तेलजन्य पदार्थहरूबाट एनर्जी हुन्छ, त्योबाट कम्पनी चाहिँ चलाइरहेको हुन्छ होइन। तर त्यसको सट्टामा चाहिँ थेसिन हाल भनेको चाहिँ त्यसको सट्टामा चाहिँ थेचे एनर्जी भनेको चाहिँ वैकल्पिक इनर्जीहरूको चाहिँ के भन्छ खेबाल भनेको चाहिँ विकास गर्नको लागि चाहिँ हिमसुगो इत्ता भनेको चाहिँ प्रयास चाहिँ गरिरहेको छ। अब अर्को खालको वैकल्पिक इनर्जीहरू चाहिँ के हुन्छ भन्दाखेरि त्यही सोलर इनर्जी, हाइड्रो इनर्जीहरू अनि हावाबाट एयरबाट चाहिँ बिजुली निकाल्ने एनर्जीहरू। अनि त्योबाट चाहिँ के गर्ने भन्दा इलेक्ट्रिक इन्धनहरूको चाहिँ इलेक्ट्रिक साधनहरूको चाहिँ धेरै अधिकतम प्रयोग गर्ने। अनि खुरना वानग्याङ फोए मुन्जेनुन अनु हान खुगाए मुन्जेगा आनिन छन्सेगे मुन्जेरानुन इन्सिगुल खाजिगो वानग्याङ ओयम ग्वा छिगो ओन्नानुवा हेगल ए खोन्दङ उरो थेउङ हेया हाल गसिदा भनेको चाहिँ छ। अब कस्तो चाहिँ गर्नु पर्यो अरे भन्दा यो वातावरणको चाहिँ संरक्षण गर्ने होइन। अनि त्यसको समस्याहरू चाहिँ वातावरण संरक्षणको समस्या चाहिँ एउटा देशले मात्रै गरेर भयो, एउटा व्यक्तिले मात्रै गरेर भएन, सबै देशले होइन। हान खुगाए मुन्जेगा हानिन् भनेको एउटा देशको मात्रै समस्या नभएर विश्वभरिको समस्या भनेर चाहिँ इन्सिक भनेको चाहिँ त्यो खालको चेतना, त्यो खालको विचार चाहिँ राखेर वानग्याङ ओयम ग्वा भनेको चाहिँ वातावरण प्रदूषण अथवा चाहिँ ग्लोबल वार्मिङको चाहिँ समाधान गर्न चाहिँ सार्वजनिक रूपमा सबैले होइन सामूहिक रूपमा खोन्दोङ उरो भनेको चाहिँ सामूहिक रूपमा चाहिँ व्यवहार थेउङ भनेको चाहिँ प्रतिक्रिया व्यवहारहरू चाहिँ गर्नुपर्छ। एउटा देशले कोरियाले चाहिँ फुल्ली फेचुल पनि गरिरहेछ, हामीलाई पढाएर सिकाएको पनि छ। अब थेचे इनर्जी वैकल्पिक इनर्जी पनि अब चाहिँ त्यसको विकास गर्नुपर्छ भनेर हामीलाई पढाइ पनि रहेछ, सिकाइ पनि रहेछ। तर नेपालमा चाहिँ अब त्यसो गरेन भने के हुन्छ त भन्दाखेरि कोरियाले चाहिँ सबै खालको चाहिँ समस्याको समाधान गर्यो, तर चाइनाले गर्दिएन, अमेरिकाले गर्दिएन, इन्डियाले गर्दिएन, नेपालले झन् व्यवस्था गरिदियो भने पृथ्वीलाई बचाउन सकिन्छ? सकिँदैन नि। त्यो चाहिँ सबैले हाम्रो पनि पृथ्वी सबैको भनेर चाहिँ लागि पर्नु पर्यो भनेर चाहिँ भनेको छ। अनि यी छरम छन् सेगे हिँड्ने खोन्दोङी नोरोक्युल ख्युरिनुन हान होइन ख्युरिनुन हान यो व्याकरण हो। वानगङ ओयम उरोबुथ छिगुरुल छिख्य नेल्सु इस्कुल गयो भनेछ। अब यस्तै खालको सबैले सामूहिक रूपमा चाहिँ यसरी प्रयासहरू गरियो भनेको चाहिँ यस्तै सबैले चाहिँ संसारभरि चाहिँ सार्वजनिक रूपमा सबैले चाहिँ प्रयासहरू चाहिँ गर्यो भने होइन खिउरिदा भनेको चाहिँ हुर्काउनु ल्याउनु भन्ने हुन्छ। प्रयासहरू चाहिँ गरेर ल्यायो भने हान होइन प्रयासहरू चाहिँ गरेर ल्यायो, त्यो विचारहरूलाई चाहिँ हुर्काएर ल्यायो भने चाहिँ के हुन्छ भन्दा वानग्याङ ओयमरो बुथ भने चाहिँ वातावरण प्रदूषणद्वारा या त वातावरण प्रदूषणबाट चाहिँ छिगुरुल भनेको चाहिँ यो पृथ्वीलाई चाहिँ जोगाएर चाहिँ राख्न सकिन्छ भनेर चाहिँ भनेछ। अब एक नम्बरमा छिगु ओन्नानुवाए इयुनु मोसिम निका भनेको चाहिँ छ। छिगु ओन्नानुवाको चाहिँ कारण चाहिँ के भन्छ ग्लोबल वार्मिङको मुख्य कारण चाहिँ के हो त भन्दाखेरि वानग्याङ ओयम भनेर चाहिँ यहाँनिर माथि वैज्ञानिकहरूले नै भनेको छ होइन। ख्वाक्जाधुरी चाहिँ के भनेको छ भन्दाखेरि इयुनुन छिगु ओन्नानुवा चाहिँ के को कारणले हुन्छ भनेको हो वानग्याङ ओयमले। सजिलो छ। अनि 2 नम्बरमा इसाङ खियुगा इरनान येरुल थुर फोसेयो भनेछ। इसाङ खियु भनेको चाहिँ अब मौसम चाहिँ खराबी हुनु होइन, परिवर्तन हुनु, बिग्रेको मौसम चाहिँ इरनान येरुल भनेको चाहिँ अब उत्पत्ति भएको चाहिँ उदाहरणलाई चाहिँ हेर्नुहोस् भनेछ। युरोपमा चाहिँ के हुन्छ भन्दा 50 डिग्री सेल्सियससम्म, त्यो पनि युरोप अमेरिकामा होइन, खेउलमा चाहिँ -30 डिग्री सेल्सियससम्म चाहिँ भइरहेछ होइन। त्यस्तो भन्नु भने हुन्छ। अनि 3 नम्बरमा छिगो ओन्नानुवा यङसाङ उरो इरनान इरी आनिन गसुल खोरिसिप्सी। अब यो ग्लोबल वार्मिङको चाहिँ यो अवस्था
बाट चाहिँ नभएको कुराहरू के को कारणले चाहिँ हुँदैन भन्दा 3 नम्बरमा जाउँ छिगु ओन्नान वा यन्साङ उरो हैन इरनानुन इरी आनिन गसी खोरुसिप्सियो भनेको चाहिँ अब ग्लोबल वार्मिङको अहिलेको स्थिति या त वर्तमान स्थिति या त त्यसले गर्दा ग्लोबल वार्मिङले गर्दा चाहिँ उत्पत्ति नहुने चाहिँ कुरा के हुन्छ ग्लोबल वार्मिङले गर्दाखेरि चाहिँ असर नहुने कुरा चाहिँ 1 नम्बरमा छिगुए खियोनी साङसुङ आदा भनेको चाहिँ पृथ्वीको चाहिँ तापक्रम चाहिँ बढ्नु त्यो चाहिँ ग्लोबल वार्मिङै हो नि त हैन अनि 2 नम्बरमा ख्यौरेनुन फोक्सलग्वा हानफारो खियोनी यङयाङउल छुन्दा भनेको छ अब जाडो महिनामा चाहिँ फोक्सल अत्याधिक चाहिँ हिउँ पर्नु अनि अत्याधिक जाडोको कारणले चाहिँ तापक्रममा चाहिँ के भन्छ प्रभाव चाहिँ दिनु अब यो पनि ग्लोबल वार्मिङै हो अनि यरुमेनुन फोकुरो फिएरुल इम्नुन साराम धुरी सेङ्गिदा भनेछ अब गर्मीमा चाहिँ गर्मीकै मौसममा चाहिँ अत्याधिक धेरै पानी पर्छ नि फोकु हैन त्यसले चाहिँ क्षति भएर चाहिँ के भन्छ क्षति दिने फिएरुल इब्नु भनेको क्षति पाउने चाहिँ मान्छेहरू चाहिँ देखा पर्छ हैन उत्पन्न हुन्छ त्यस्तो मान्छेहरू प्रभावित हुन्छ यो पनि अब मिल्यो ग्लोबल वार्मिङकै कारणले नै हो हैन अनि 3 नम्बरमा अमेजोनुन खामोमी छाजावा सिकमुली छारिजी आनुन्दा भनेको छ अब यो हामीले पढेको उमा हेर्नुपर्ने हो नि त यहाँनिर सिकमुल भनेको चाहिँ अब बोट बिरुवाहरू हो बोट बिरुवा चाहिँ बाँचेन अमेजोनको जङ्गलमा चाहिँ खडेरी लागेर चाहिँ बोट बिरुवा चाहिँ बाँचेन भनेर भनेछ यहाँ के चाहिँ बाँचेन भनेर भनेको चाहिँ मुलखोगीगा हैन तेछुकु मूल थाङ्गादा भनेछ नि त अनि त्यही भएर यहाँनिर अब अमेजोनमा पनि के भयो त भन्दा खडेरी त लागेको तर रुखहरू चाहिँ मरेको होइन माछा मरेको त्यही भएर यो 3 नम्बर चाहिँ मिल्छ थाहा नजाङ शब्दहरूमा चाहिँ सेगे कोतकोत भनेको चाहिँ संसारको चाहिँ ठाउँ ठाउँमा भन्ने हुन्छ अनि इजेमिन भनेको चाहिँ पीडितहरू प्रकृति प्रकोपबाट चाहिँ पीडितहरू अमेजोन जङ्गल इन्ली भनेको मानव होइन इबुल मौदा भनेको चाहिँ सबैको मुख एउटै भयो भनेको सबैको एक वचनमा चाहिँ यही हो भन्नु खोजेको छङ्बु केन्द्रीय सरकार सक्यु भनेको चाहिँ अब तेल हैन खनिज तेलहरू अनि सक्थान भनेको कोइला हिमसुदा भनेको चाहिँ प्रयासहरू गर्नु अब सुगी लेखाइमा चाहिँ छ लेख्नु पर्नेमा 1 नम्बरमा यरबुनुन वानग्यङ फोरुल हुए अतन नोरेगुल एसुम्निका भनेको छ तपाईहरुले चाहिँ वातावरण संरक्षणको लागि चाहिँ कस्तो कस्तो प्रयासहरू चाहिँ गर्नुभएको छ भनेर भनेछ 1 नम्बरमा वानग्यङ ओयमए अतन छोङडुगा इस्सयो भनेछ वानग्यङ ओयम वातावरणको चाहिँ प्रदूषणहरूको चाहिँ प्रकारहरू कस्तो कस्तो प्रकारको छ भन्दाखेरि अब थोयाङ माटो पनि हुन्छ माटो प्रदूषण हैन थोयाङ ओयम अनि मूललाई चाहिँ अब सुजिल ओयम भन्छ अनि अर्को थेगी ओयम यस्तै ओयमहरू धेरै प्रकारको छन् त हैन अनि 2 नम्बरमा भनेको छ वे वानग्यङ फोरुल हेयो किन चाहिँ वातावरणको चाहिँ संरक्षण चाहिँ गर्नुपर्छ अब वातावरणको संरक्षण गरेन भने के हुन्छ भने छिगु ओनवा चाहिँ लगातार भयो भने चाहिँ इन्ल्यु सेङजोङउल छिखिल्सु अप्सयो भनेको छ हैन के भन्छ मानव जीवनै चाहिँ मानवै चाहिँ बाँच्न सक्दैन अस्तित्वमा हुन सक्दैन भनेछ अब मानव अस्तित्वमा राखिराख्नको लागि पनि के गर्नु पर्यो भन्दा वातावरणको चाहिँ फो गर्नु पर्यो अनि यरबुनुन वानग्यङ फोरुल उए अत्तन नुरगुल हेयो भनेको छ तपाईहरुले चाहिँ वातावरण संरक्षणको लागि चाहिँ कस्तो कस्तो गर्नुहुन्छ भनेको छ अब एनर्जीको चाहिँ छर्याक गर्ने हैन धेरै चाहिँ बिजुलीहरू खपत नगर्ने मूल छर्याक हैन मूल पानीहरू पनि कम खपत गर्ने पिउने चाहिँ धेरै है फेरि अनि इल्वेयोङफुम चाहिँ कम प्रयोग गर्ने अनि रुखहरू रोप्ने त्यस्तो कुराहरू हुन सक्छ अनि छोटो दूरीमा चाहिँ हिड्ने गाडीहरू आफ्नै गाडीहरू चाहिँ प्रयोग नगर्ने अनि 2 नम्बरमा वानग्यङ फोरुल हुए यरबुनुन अत्तन न्युरोकुल हागो इन्नुन्जी सफोसेयो भने चाहिँ अब वातावरण संरक्षणको लागि चाहिँ कस्तो कस्तो खालको चाहिँ तपाईहरुले प्रयास गरिराख्नु भएको छ कुराकानी गर्नुहोस् भनेर चाहिँ भनेको छ अब तपाईहरुले भन्दाखेरि वानग्यङ ओयमुल छुरीगी उए हैन इल्वेयोङफुम सायोङउल छुरीगो फिनिल फोङथु थेसिन छाङफागुनी सायोङ हान्दा भनेर हामीयन छोके सुम्निदा छनुन खफुल सायोङ हाजी आनको थम्बुररुल सायोङ हान्दा यस्तो लेख्नु भयो भने भइ नै हाल्छ
मुन्हुवा वा छङ्बो भनेको चाहिँ संस्कृति अथवा चाहिँ जानकारीमा जाउँ वानग्योङ फोजन उन्दोङ भनेको चाहिँ वातावरण चाहिँ संरक्षण फो र फोजन जे भए पनि संरक्षणको लागि चाहिँ प्रयासहरू इन्ली सायोगा आन्गो इत्नुन खाजाङ खुन मुन्जेगा मोसी न्यानुन छिल्मुने वानग्योङ मुन्जेरागो थेदा फानुन सारामी मान्था भनेको छ मानव जीवनमा या त मानव समाजले चाहिँ होल्ड गरिरहेको चाहिँ या त भोगिरहेको चाहिँ सबैभन्दा ठुलो समस्या चाहिँ के भनेर चाहिँ के हो भनेर प्रश्न गर्दा चाहिँ वातावरणको चाहिँ समस्या हो भनेर उत्तर दिने मान्छे चाहिँ एकदमै धेरै छ भनेर भन्यो खुमान खुन वानग्योङ मुन्जेनुन सिम्गा खान मुन्जेरो छ सिगु फी हेगेल हाजी आन्नुम्योन आन थ्वेनुन साङवाङ इदा भनेको छ त्यतिसम्म अब सबैले के समस्या मानव जीवनमा चाहिँ छ भने वातावरणको चाहिँ समस्या भन्ने छ होइन त्यो समस्यासम्म पनि इमा खुमानखुम त्योसम्म वानग्योङ मुन्जे भनेको चाहिँ वातावरण समस्यालाई चाहिँ सिम्गा खान मुन्जेरो छ भनेको चाहिँ त्यो खालको जटिल भएको समस्याको रूपमा चाहिँ होइन सिगुफी भनेको चाहिँ एकदमै तत्कालै भनेको चाहिँ चाँडै समाधान गरेन भने चाहिँ हुँदैन भन्ने सम्मको चाहिँ अवस्था छ एकदमै चाँडै चाहिँ यसको चाहिँ निवारण गर्नु पर्यो समस्या समाधान चाहिँ गर्नु पर्यो होइन अनि वानग्योङ मुन्जेनुन उरी मोदुए मुन्जेरो छ खुग्जे सावे खुगा खेइन्दुङ यर छावनेस नोरक हाम्यो हेगेल हाल्स मुन्जेइदा भनेको चाहिँ छ अब यो त्यही भएर चाहिँ खुरीको अनि चाहिँ वानग्योङ मुन्जेनुन भनेको चाहिँ वातावरणको चाहिँ त्यो समस्या चाहिँ हामी सबैको समस्या हो भनेर होइन हामी सबैको समस्याको रूपमा चाहिँ हेरेर चाहिँ के गर्नु पर्यो भने खुग्जे सावे भनेको चाहिँ अन्तर्राष्ट्रिय समाज भनेको चाहिँ सबै देशकोले अनि खुगा भनेको चाहिँ एउटा राष्ट्रले होइन अनि खेन भनेको चाहिँ व्यक्तिगत तौरबाट पनि अन्तर्राष्ट्रियबाट पनि राष्ट्रले पनि अनि व्यक्ति आफैले पनि यर छावने छ भनेको चाहिँ विभिन्न होइन धेरै प्रकारको चाहिँ छावन भनेको चाहिँ विभिन्न खालको स्तरहरूबाट चाहिँ प्रयासहरू गरेर चाहिँ समाधान गर्नुपर्ने चाहिँ समस्या हो मैले मात्रै गरेर भएन एउटा राष्ट्रले मात्रै गर्नु भएन सबै राष्ट्र सबै मान्छे सबै देशहरूले चाहिँ प्रयासहरू गर्ने के भन्छ समाधान गर्नुपर्ने चाहिँ समस्या हो अनि खुग्जे सावे वानग्योङ मुन्जेरुल हेगेल आगि हुयान नोरगुरो युएन वानग्योङ खेवेक भनेको चाहिँ युएनइपी होइन नोरक उल थेल्सुइता भनेको छ अब खुग्जेबाट चाहिँ अन्तर्राष्ट्रिय समाजबाट चाहिँ वातावरण समस्यालाई चाहिँ समाधान गर्नको लागि चाहिँ कहाँबाट प्रयास गर्छ अरे भन्दाखेरि युएन वानग्योङ खेवेक भनेको चाहिँ अब युएनइपीबाट चाहिँ प्रयास चाहिँ गर्न सकिन्छ अरे अनि युएन वानग्योङ खेवेक हुन् भनेको चाहिँ अब यो युएन विश्व वातावरण त्यो के भन्छ ऊबाट चाहिँ के भन्छ 1973 चाहिँ सल्लिपथेन भनेको चाहिँ स्थापित भएको चाहिँ खुग्जे खिगु भनेको चाहिँ अन्तर्राष्ट्रिय संस्थाको रूपमा चाहिँ प्रत्येक वर्ष वानग्योङ मुन्जे भनेको चाहिँ वातावरण समस्यामा चाहिँ हानासिक भनेको चाहिँ एउटासम्म चाहिँ छङ्गायो भनेको चाहिँ तोकेर चाहिँ समाधान गर्नको लागि चाहिँ प्रयासहरू चाहिँ गरिरहेको छ प्रत्येक वर्ष चाहिँ यो युएन वानग्योङ खेवेकले चाहिँ के गरिरहेछ एउटा न एउटा कार्यक्रम लिएर चाहिँ वातावरण संरक्षणको लागि चाहिँ कामहरू गरिरहेको छ अरे अनि हानगुक्दो खुगाचक छावने छ वानग्योङ मुन्जेरुल हेगल आगि हुयायो न्योरकागो नुन्दे वानग्योङ फुगा होइन वानग्योङ फुगा इरिल मिथको मिथ्या भनेको चाहिँ जिम्मा लिएको होइन कोरियामा पनि अब यो विश्वमा चाहिँ कसले गरिरहेछ भन्दा युएन वानग्योङ खेवेकले अब राष्ट्रमा नेपालमा अब कसले गरेको छ होइन कोरियामा चाहिँ राष्ट्रिय स्तरबाट छावन भनेको चाहिँ स्तरबाट चाहिँ वातावरण समस्यालाई चाहिँ समाधान गर्नको लागि चाहिँ प्रयास गरिरहेको छ त्यसमा चाहिँ वानग्योङ बु भनेको चाहिँ वातावरण मन्त्रालय नेपालमा पनि जलस्रोत मन्त्रालय वातावरण मन्त्रालय त्यस्तै छ नि वातावरण मन्त्रालयले चाहिँ यो के गरिरहेको छ भन्दा जिम्मा लिइरहेको छ खुरना तर वानग्योङ मुन्जे हेग्यरुल हुएछ मुसु बोदा खेइनी ख्वान्सिमुन नोरगुई छुङ्यो हान्दा भनेछ यो विश्वको यो संस्थाले गरे पनि या त राष्ट्रले गरे पनि सबैभन्दा ठुलो चाहिँ के भन्छ प्रयास चाहिँ कसले गर्नुपर्ने व्यक्ति आफैले किनभने फोहोर निकाल्ने त व्यक्तिले हो नि त होइन अघि नै भने दिनमा छुङ्गीको प्रयोग गर्ने भने कफी 4-5 कप खाइन्छ पानी 4-5 कप
पियो भने 9-10 वटा त कप त छोङ्गी कप खेर जान्छ तर टुम्लेट या त कप चाहिँ प्रयोग गर्यो भने के हुन्छ त भन्दा एउटै कपले चाहिँ फोहोरहरू चाहिँ धेरै जोगाइदिन्छ हो त्यही भनेको चाहिँ तर चाहिँ वानग्याङ मुन्जे भनेको चाहिँ वातावरण समस्याको चाहिँ समाधान गर्नको लागि चाहिँ सबैभन्दा अरू केही भन्दा पनि व्यक्तिगतले चाहिँ व्यक्ति आफैले चाहिँ के गर्नु पर्यो भने रुचि या त त्यसमा चाहिँ ध्यान दिएर चाहिँ प्रयासहरू गर्नु चाहिँ एकदमै धेरै महत्त्वपूर्ण हुन्छ अनि वाङ्गेल छिखिजी हुयान भनेको चाहिँ वातावरणलाई चाहिँ अब राम्रो बनाउनको लागि चाहिँ हिँड्ने भनेको चाहिँ प्रत्येक आफैले हैन आफैले चाहिँ रुचि दिने अथवा चाहिँ प्रयास गर्यो भने मो इन दाम्यन भनेको चाहिँ रुचि अथवा चाहिँ प्रयासमा चाहिँ भेला भयो भने चाहिँ के गर्यो भने चाहिँ खुगा ए मुन्जे रुल भनेको चाहिँ राष्ट्रको चाहिँ समस्यालाई चाहिँ हेगेल हाल्छु इतको भनेको चाहिँ समाधान गर्नु सकेर अनि थ नागा इन्ल्यु सावे वानग्याङ मुन्जेदो हेगेल हाल्छु इस्युल गसिदा भनेको चाहिँ अझै बढी हैन इन्ल्यु भनेको चाहिँ मानव जीवनहरू हैन अझै बढी मानव जीवनहरू चाहिँ समाजमा चाहिँ हैन समाजको थ नागा भनेको चाहिँ अझै धेरै मान्छेहरू चाहिँ अघि बढेर चाहिँ इन्ल्यु मानव जीवनको चाहिँ वातावरण समस्यामा पनि के गर्न सकिन्छ भन्दा समाधान गर्न सकिन्छ सबैभन्दा पहिले चाहिँ अब राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रले पनि गर्नु पर्यो राष्ट्रले पनि गर्नु पर्यो तर सबैभन्दा धेरै चाहिँ व्यक्ति आफैले गर्नु पर्यो त्यो गर्यो भने अब मानव जीवन नै अस्तित्वको सङ्कटमा भनेर अघि बढ्यो हैन त्यो चाहिँ मानव जीवनलाई चाहिँ अझै त्यो समाधानहरुमा चाहिँ सबैको चाहिँ समाधान गर्न सकिन्छ भन्ने अर्थ दियो अनि 1 नम्बरमा खुग्जे सावेसा वानग्याङ मुन्जेरु लेगल लागि उ आयो अतन न्युरोगुल हागो इस्सुम्निका भनेको चाहिँ अब अन्तर्राष्ट्रिय उबाट चाहिँ वानग्याङ मुन्जेलाई चाहिँ समस्या समाधान गर्नको लागि चाहिँ कस्तो प्रयास गरिरहेको छ भन्दाखेरि 1973 मा चाहिँ स्थापना भयो युएन वानग्याङ खेवेक त्यसले चाहिँ के भन्छ प्रत्येक वर्ष चाहिँ कुनै न कुनै खालको चाहिँ तोकेर छङायो हेगलले नोरकागो इस्सयो त्यही भन्नु भने हुन्छ अनि 2 नम्बरमा वानग्याङ मुन्जेरुल हेगल हागी उएस छेल छुङयान गसुल मोसिम निका भनेको चाहिँ अब वातावरण समस्यालाई चाहिँ समाधान गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण चाहिँ के हो त भन्दाखेरि वानग्याङ मुन्जे हेगल उएस मोद बोदादो खेखेन ख्वान्सिम ग्वा नोरकी छुङ्यो हाम्निदा भनेर यही मात्रै ट्याक्क भनिदिनु भने हुन्छ अनि 3 नम्बरमा वानग्याङ मुन्जेरुल हेगल हागी उयायो के अरे इल्साङ सेङवाल एस उरीगा हाल्सु इद्नुन इरी हान्दुक हाजिरुल माले फोसेयो भनेको छ अब वातावरण समस्यालाई चाहिँ समाधान गर्नको लागि दैनिक जीवनमा हाम्रो जीवनमा चाहिँ के भन्छ हामी आफैले गर्न सक्ने केही 1-2 वटा चाहिँ कुराहरू चाहिँ कुराकानी लेखी हेर्नुहोस् भन्दाखेरि के हुन सक्छ भन्दाखेरि अघि नै आफ्नै तम्ब्लर चाहिँ प्रयोग गर्ने आफ्नै कप मात्रै प्रयोग गर्ने इल्वे योङफुम चाहिँ कम प्रयोग गर्ने रुख रोप्ने यस्तै कुराहरू हुन्छ धेरै हैन हिड्ने अनि वातावरण प्रदूषण हुन नदिनलाई चाहिँ अरु के गरिन्छ अब फोहोरहरू चाहिँ फुल्ली फेचुल गर्ने छोङयाङजे चाहिँ लागू गर्ने त्यस्तै धेरै हुन्छ अनि मिसे मन्जी यसो भनेर चाहिँ देखाएको हुन्छ र यो जुन मुनुवामा छङबो यो पनि एकदमै महत्त्वपूर्ण छ यो चाहिँ दिएर चाहिँ के भन्छ प्रश्नहरू सोध्न सक्छ हैन सोध्न सक्छ मात्र हैन सोध्छ पनि र आजको च्याप्टर एकदमै महत्त्वपूर्ण छ तपाईहरु सबैजनाले साथ दिनु भएकोमा एकदमै धेरै आभार प्रकट गर्दै कस्तो लाग्यो आजको च्याप्टर कमेन्ट गर्न पनि नभुल्नु होला भन्दै आजको च्याप्टरबाट बिदा हुन चाहन्छु तपाईहरु जति जनाले हेरिराख्नु भएको छ सब्स्क्राइब गरेर हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सब्स्क्राइब नगरी हेरिदिदै हुनुहुन्छ भने सब्स्क्राइब गरेर हेरिदिनु होला र आफ्नो साथीहरुलाई पनि रिकमेन्ड गर्दिनु होला भन्दै आजको च्याप्टरबाट चाहिँ बिदा हुँदै अन्य च्याप्टरहरु कति छ हैन लेभल 5 मा जानु नै बाँकी छ लेभल यो 4 को पनि दोहोर्याउँदै हेर्नुहोस् सुन्नुहोस् है र आफू एकदमै राम्रो नतिजा चाहिँ अंक लिएर चाहिँ पास हुनुहोस् भनेर पनि कामना गर्दछु हवस् त धन्यवाद।